रेकर्ड हुन्छ है, सो द्याट तपाईँहरूलाई चाहिँ अब त्यो केही छुट्यो ओर तपाईँहरूलाई केही कुरामा कन्फ्युजन भयो भने चाहिँ तपाईँहरूले त्यही भिडियोलाई चाहिँ हेरेर तपाईँहरूले फेरि आफ्नो के छुटेको छ त्यो कुराहरूलाई चाहिँ समराइज गर्न सक्नुहुन्छ। यो रेकर्डिङ चाहिँ पछि म ड्राइभमा अपलोड गरिदिन्छु अनि त्यहाँ ड्राइभको चाहिँ तपाईँहरूले लिङ्क पाउनुहुन्छ, त्योबाट चाहिँ तपाईँहरूले यो भिडियो चाहिँ भ्यू गर्न पाउनुहुन्छ है। अब चाहिँ म क्लासलाई चाहिँ रेकर्ड गर्छु अनि हाम्रो क्लास चाहिँ अब कम्युनिकेसन गर्दाखेरि चाहिँ टु वे होस् है। म मात्र चाहिँ बोलिराख्यो भने चाहिँ तपाईँहरूले बुझ्नुभयो कि बुझ्नु भएन है, त्यो चाहिँ मलाई थाहा हुँदैन। सो हाम्रो चाहिँ टु वे कम्युनिकेसन होस् र बोल्दाखेरि चाहिँ सबैजना एकैचोटि अनम्युट नगर्नु होला है। एक एकजना गर्दै होइन, हात उठाउँदै ह्यान्ड रेज गर्दै चाहिँ तपाईँहरू क्वेसन सोध्नु होला है। म सकेसम्म तपाईँहरूको सबै क्वेसनको एन्सर गर्नेछु है। अनि अब चाहिँ म पिपिटी अन गर्छु है, स्क्रिन सेयर गरेर ध्यान दिनु होला है एकदमै। स्क्रिन देखिरहनु भएको छ तपाईँहरूले? देखिएको छ। देखिएको छ है। ल हामीले चाहिँ सबैभन्दा अगाडि बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा स्केचअप भने के हो भनेर चाहिँ हामीले बुझ्नु पर्यो। स्केचअप के हो, के को लागि युज हुन्छ र कस्तो कस्तो ठाउँमा युज गर्न सकिन्छ, यसको एडभान्टेजहरू के छ होइन, यसको मेरिट्सहरू के हुनसक्छ भन्ने कुरा चाहिँ हामीले पहिला बुझ्नुपर्ने हुन्छ। स्केचअप भनेको चाहिँ हाम्रो एउटा 3D मोडलिङ कम्प्युटर प्रोग्राम हो है, जसमा चाहिँ हामीले जुन अघि भन्नुभयो नि 2Dहरू चाहिँ चलाएको छु 3D चलाएको छैन भन्नुभयो हो। त्यस्तो केसहरूमा चाहिँ कस्तो हुन्छ भने सपोज हाम्रो क्लाइन्टहरू हुनुहुन्छ है, अब क्लाइन्टहरूलाई तपाईँले 2D देखाउने बित्तिकै तपाईँहरू त इन्जिनियर सब इन्जिनियरहरू हुनुहुन्छ, तपाईँहरूले बुझ्नुहुन्छ त्यो प्लानहरू है। तर नर्मल एउटा छुट्टै डिफ्रेन्ट प्रोफेसनको मान्छेलाई तपाईँले त्यो प्लान गरेर देखाउनु भने चाहिँ उनीहरूले बुझ्दैनन् हो। त्यस्तो केसमा चाहिँ भिजुअलाइज गराउनको लागि चाहिँ हामीले 3D मोडलिङ गऱ्यौँ भने चाहिँ हामीले त्यस्तो एक्सप्लानेसन पनि नगरिकन उनीहरूलाई त्यो देखायो भने पनि उनीहरूले बुझ्छ क्या। जो भिजुअलाइज गर्नको लागि चाहिँ यो 3D मोडल चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, जुन चाहिँ हामी स्केचअपको थ्रुबाट गर्छौँ है। यो मोडलिङ यो 3D स्केचअप चाहिँ हामीलाई नट ओन्ली इन आर्किटेक्चरल फिल्ड है, इन्टेरियर डिजाइनिङहरूमा पनि एकदमै युज हुन्छ। यो इन्टेरियर डिजाइनिङमा अब जस्तो कुन ठाउँमा के प्लेस गर्ने है, अब भन्न त तपाईँहरूलाई त ल एज अ इन्जिनियर चाहिँ तपाईँहरूलाई सबै थाहा हुन्छ होइन, तर अरू मान्छेलाई कुन ठाउँमा के कुराहरू राख्दाखेरि पर्फेक्ट हुन्छ भन्ने कुरा त भिजुअलाइज गर्न गाह्रो हुन्छ। सो त्यस्तो केसमा चाहिँ तपाईँहरूले इन्टेरियर डिजाइनको लागि पनि यो स्केचअपको 3D मोडलिङ चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ। अनि अल्सो ल्यान्डस्केप आर्किटेक्चरमा पनि युज हुन्छ यो। ल्यान्डस्केप आर्किटेक्चरमा कसरी भन्दाखेरि चाहिँ मानौँ तपाईँहरूको यो जग्गा छ, जग्गामा त तपाईँहरूले क्याडको थ्रुबाट चाहिँ ल 2D मोडलिङ गरेर होइन 2D बनाएर चाहिँ तपाईँहरूले यो ठाउँमा चाहिँ यो घर हुन्छ भनेर चाहिँ थाहा पाउनुभयो होइन। तर त्यो घरको वरिपरि चाहिँ कस्तो इन्भाइरोमेन्ट हुन्छ त, कसरी त्यो त्यसको ब्युटिफाई त्यसको इन्हान्स गर्न सकिन्छ होइन, त्यस्तो कुराहरू चाहिँ ल्यान्डस्केप आर्किटेक्चरमा चाहिँ हामीले यो 3D बनाएर चाहिँ त्यो कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ है। अनि सिभिल एन्ड मेकानिकल इन्जिनियरिङमा पनि 3D मोडलिङको चाहिँ एकदमै इम्पोर्टेन्ट रोल हुन्छ। अल्सो भिडियो गेमहरू बनाउँदाखेरि पनि यसको चाहिँ छुट्टै रोल हुन्छ है। अब यसको इम्पोर्टेन्सहरू बुझ्दाखेरि चाहिँ यो चाहिँ क्विकली भिजुअलाइजिङ 3D को लागि चाहिँ हो है। अघि मैले भने जस्तो क्लाइन्टहरूले सबै 2Dहरू चाहिँ बुझ्नु हुँदैन, सो त्यसको लागि चाहिँ 3D हामीले बनाइदियो भने चाहिँ उहाँहरूले पनि क्विकली भिजुअलाइज गर्नुहुन्छ हाम्रो घर चाहिँ कस्तो बन्दैछ है भन्ने कुरा चाहिँ उहाँहरूलाई थाहा हुन्छ 3D मोडल बनाउनु भयो भने चाहिँ है। अनि अर्को कुरा चाहिँ त्यही प्लान 2D कै प्लानमा चाहिँ हामीले वालहरू राखेर डोर विन्डोहरू राखेर चाहिँ एउटा हुन्छ नि रियलिस्टिक वाला घर चाहिँ तपाईँहरूले डिजाइन गर्न सक्नुहुन्छ है। त्यसमा चाहिँ तपाईँहरूले मेटेरियल्सहरूलाई चाहिँ आफै क्रिएट पनि गर्न सक्नुहुन्छ है। अनि स्पेसल इफेक्टहरू राखेर जस्तो मानौँ हाम्रो घरमा रियल बिल्डिङमा चाहिँ स्याडोहरू परिरहेको हुन्छ नि त है। त्यो स्याडोहरू पर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ घर कस्तो देखिन्छ, हाम्रो बिल्डिङ 2 तले छ, छेउको बिल्डिङ 3 तले छ भने यसमा हाम्रो बिल्डिङलाई चाहिँ कस्तो छाया पर्छ, कतिको हाम्रो लाइट सनलाइटहरू पुग्छ भन्ने कुरा पनि तपाईँहरूले यस स्केचअपमा चाहिँ तपाईँहरूले भिजुअलाइज गर्न सक्नुहुन्छ त्यस्तो कुराहरू पनि। अनि अर्को कुरा चाहिँ तपाईँको डिजाइनलाई चाहिँ मोर प्रेजेन्टेबल चाहिँ यो स्केचअप थ्रुबाट चाहिँ बनाउन सकिन्छ है। अब हामीले चाहिँ यो स्केचअप भित्रमा चाहिँ के गर्छौँ त भनेर चाहिँ एउटा ब्रिफ कोर्सको ओभरभ्यूहरू हेरौँ है। यसमा चाहिँ हामीले सुरुमा चाहिँ बेसिक टुलबार्स इन्ट्रोडक्सन गराउँछौँ। एज तपाईँहरू सबैजना धेरैजना नै नयाँ हुनुहुन्छ स्केचअपको लागि है, सो बेसिक टुलबार्स इन्ट्रोडक्सनबाट नै हामी स्टार्ट गर्छौँ।
अनि त्यसपछि कसरी यो 2D हामीले AutoCAD-मा बनाएको प्लानलाई चाहिँ हामीले यो SketchUp-मा चाहिँ कसरी इम्पोर्ट गर्न सक्छौँ अनि एक्सपोर्ट मोडल्सहरू गर्न सक्छौँ। एक्सपोर्ट चाहिँ हामीले कुन केसमा गर्छौँ भने हामीलाई अब यो SketchUp-बाट ल्युमेनमा कसरी लग्ने है त्यो बेला पनि एक्सपोर्ट गर्नुपर्ने हुन्छ हामीले। अनि त्यसपछि अर्को चाहिँ हामीले सपोज अब 3D भ्यू हामीलाई रेन्डर गरिसकेका छैन हैन, हामीलाई एकदमै हतार छ अनि क्लाइन्टलाई देखाउनु परिसक्यो त्यही 3D मोडलबाट हामीले लगेर SketchUp फाइल त क्लाइन्टहरूलाई देखाउँदैनौँ किनभने SketchUp सबैको उसमा चल्दैन सबैको ल्यापटपमा है। सो त्यस्तो केसमा चाहिँ हामीले त्यही 3D मोडलको फोटो चाहिँ हामीले एक्सपोर्ट गरेर चाहिँ देखाउन सक्छौँ त्यस्तो केसमा। सो इम्पोर्ट एन्ड एक्सपोर्ट मोडल कसरी गरिन्छ त्यो पनि हामी सिक्छौँ है। अनि नयाँ टेक्सचर मेटेरियल्सहरू पनि बनाउन सिक्छौँ। जस्तो अब यो घरमा चाहिँ अब जस्तो भनौँ हामीहरूले झ्यालहरू डिजाइन गर्न सक्ने हैन, मेटेरियल्सहरू टेक्सचरहरू कस्तो आफ्नै डिजाइन आफैले डिजाइन गर्न सक्नुहुन्छ, टेक्सचरहरू कसरी राख्न सकिन्छ, एलिभेसन टाइल्सहरू पनि तपाईँहरूले आफैले नै डिजाइन गर्न सक्नुहुन्छ है। अनि अर्को चाहिँ डाउनलोड मेटेरियल्स फ्रम वेयरहाउस। वेयरहाउस भनेको चाहिँ हाम्रो एउटा एक्सटेन्सन हो है। यसमा चाहिँ म पछि आउँछु। वेयरहाउसमा चाहिँ वेयरहाउसबाट चाहिँ नर्मली हामीहरूले चाहिँ फाइलहरू डाउनलोड गर्छौँ जसमा चाहिँ अब जस्तो अब हामीलाई चाहिँ के हुन्छ भने मैले अघि भने हामीले मेटेरियल्सहरू आफै बनाउन सक्छौँ कम्पोनेन्टहरू है। तर अब सबै केसमा चाहिँ जस्तो हरेकचोटि हामीले चाहिँ त्यो कम्पोनेन्ट्सहरू बनाइराख्ने हामीलाई त्यति टाइम हुँदैन कि। जस्तो मानौँ हामीलाई आज बिहान काम आएको छ र बेलुका नै हामीलाई पठाउनु पर्ने छ, हो त्यस्तो केसमा हामीले झ्याल ढोकाहरू आफैले बनाइराख्यौँ भने चाहिँ त्यो एकदमै टाइम कन्ज्युमिङ हुन्छ है। त्यस्तो केसमा चाहिँ हामीले नभ्याउन सक्छौँ। सो हामीले चाहिँ डिरेक्टली के गर्छौँ भने वेयरहाउसबाट कम्पोनेन्टहरू बनिसकेको कम्पोनेन्टहरूलाई चाहिँ डाउनलोड गर्छौँ है। त्यो पनि म तपाईँहरूलाई सिकाउँछु डाउनलोड कसरी गर्छ भनेर। अनि त्यसरी मोडलहरूलाई फोटोमा कसरी कन्भर्ट गर्छ त्यो पनि म सिकाउँछु। अनि मोडलिङमा चाहिँ हाम्रो इन्टेरियर र एक्सटेरियरको पार्टलाई चाहिँ हामीले फोकस गर्छौँ है। फर्स्टमा चाहिँ हामी इन्टेरियरबाट सुरु गर्छौँ, त्यसपछि चाहिँ एक्सटेरियरमा जान्छौँ है। अनि अब यो चाहिँ तपाईँहरूले अघि नै लिङ्क पाउनु भएको थियो होला यो स्केचअपको इन्स्टल गर्नलाई है। हजुर हजुर सर, हजुर भन्नु त। म्युट गरेर राख्नुहोस् है सबैजना, म्युट गरेर राख्नु नत्र क्लास डिस्टर्ब हुन्छ है। बुझिरहनु भएको छ है तपाईँहरूले मैले भनेको कुरा? मैले क्वेसन सोधेँ भने चाहिँ एन्सर दिनु है। हेलो सुनिरहनु भएको छ तपाईँहरूले? है मैले बोलेको बेला मैले क्वेसन सोधेको बेला चाहिँ एन्सर दिने गर्नुहोस् है, अरू बेला चाहिँ म्युट गरेर राख्नुहोस्। सो हामी चाहिँ इन्ट्रोडक्सनको कुरा गर्दै थियौँ, इन्स्टलेसनको कुरा गर्दै थियौँ है। इन्स्टलेसनमा चाहिँ तपाईँहरूले अघि लिङ्क पाइसक्नु भएको छ, आफै इन्स्टलेट गर्ने कोसिस गर्नुहोस्। इन केस प्रब्लम भयो भने चाहिँ तपाईँहरू हाम्रो टिम मेम्बरहरूसँग कुरा गर्नुहोस्, उहाँहरूले तपाईँहरूलाई सिकाइदिनुहुन्छ कसरी इन्स्टल गर्ने हो भनेर है। अब चाहिँ हामी ल्युमेन भने के हो भनेर चाहिँ सिकौँ है। ल्युमेन भनेको चाहिँ एउटा 3D रेन्डरिङ सफ्टवेयर हो है। जस्तो हामीले स्केचअपमा मोडल्सहरू बनाउँछौँ है, त्यस्तो कुरा चाहिँ ल्युमेनहरूमा चाहिँ बनाउन मिल्दैन। हामीले अलरेडी मोडल बनाइसकेको स्केचअप फाइललाई चाहिँ ल्युमेनमा लगेर अनि त्यसपछि रेन्डर गर्छौँ। यो चाहिँ जस्ट एउटा रेन्डरिङ सफ्टवेयर हो। यसमा चाहिँ तपाईँहरूले मेटेरियल्सहरू चेन्ज गर्न पाउनुहुन्छ है। जस्तो मेटेरियल्स अब मैले स्केचअपमा इँटा राखेको थिएँ, मलाई अब इँटा राख्न मन लागेन, मैले ल्युमेनमा आएर चाहिँ त्यो इँटालाई चाहिँ मैले ढुङ्गा छापिदिएँ है त्यसमा। हो त्यस्तो मेटेरियल्सहरू चाहिँ तपाईँहरूले चेन्ज गर्न पाउनुहुन्छ, कलरहरू पनि चेन्ज गर्न पाउनुहुन्छ, टेक्सचरहरू चेन्ज गर्न पाउनुहुन्छ। तर अब हामीले झ्यालको माथि प्रोजेक्सन बनाएको छैनौँ होइन, बिर्सेछौँ हामीले बनाउनलाई। अब त्यो कुरालाई चाहिँ हामीले ल्युमेनमा गएर त्यो प्रोजेक्सन बनाउँछु भन्यो भने चाहिँ पाउँदैन है। त्यो कुरा चाहिँ तपाईँले चाहिँ त्यो स्केचअपबाटै टोटल मोडल रेडी पारिसकेर चाहिँ ल्युमेनमा ल्याउनु पर्छ। अनि त्यसपछि ल्युमेनमा चाहिँ जस्ट हामीले रेन्डरिङ गर्छौँ। स्केचअप र ल्युमेन दुवैमा हामीले एनिमेसन गर्न पाउँछ है, एनिमेसन गर्न सक्छ, त्यो पनि म तपाईँहरूलाई सिकाउँछु है।
अनि स्केचअप डाउनलोड गर्दा तपाईँहरूले इन्स्टल गर्दाखेरि चाहिँ सकेसम्म भिरे पनि इन्स्टल गर्नु होला है। त्यो त हाम्रो कोर्समा छैन, बट अल्सो म तपाईँहरूलाई चाहिँ सिकाउँछु भिरेबाट रेन्डरिङ कसरी गर्नु, किनभने अघि कसले भन्नुभएको थियो मलाई रेन्डर मोडलहरूसम्म चाहिँ गर्न आउँछ तर रेन्डर गर्न आउँदैन भन्नुभएको थियो है। सो म तपाईँहरूलाई चाहिँ भिरेसँग पनि फ्यामिलियर गराउँछु, दो त्यो हाम्रो कोर्सभन्दा बाहिरको हुन्छ, त्यही पनि म तपाईँहरूलाई चाहिँ त्यसमा फ्यामिलियर गराउँछु है। अब डिफरेन्स तपाईँहरूले थाहा पाइहाल्नुभयो, लुमियन र स्केचअपमा डिफरेन्स के छ भन्ने कुरा। भोल्युम क्यान नट बी एडिटेड इन लुमियन बट इन स्केचअप वी क्यान है। त्यसपछि लुमेनमा चाहिँ कस्तो के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ लुमेनमा तपाईँहरूले एउटा इन्भाइरोमेन्ट क्रिएट गर्न सक्नुहुन्छ है। इन्भाइरोमेन्ट कस्तो भन्दाखेरि तपाईँले स्केचअपमा मोडल लिएर आउनुभयो, एउटा ब्लक रेसिडेन्सियल ब्लक लिएर आउनुभयो है, त्यसलाई ल्याउनु भयो। अनि त्यसपछि के राख्न सकिन्छ भन्दाखेरि वरिपरि पहाडहरू सिनेरी क्रिएट गर्न सकिन्छ क्या तपाईँको मोडललाई अलिकति उ गर्न। जस्तो तपाईँहरूले कुनै पनि कन्सल्टेन्सी कन्स्ट्रक्सन कम्पनीहरूको हेर्नुभयो भने त्यहाँनिर चाहिँ 3D मा चाहिँ जस्ट एउटा घर मात्र नभएर त्यसको वरिपरि रुखहरू राखेको है, पहाडहरू मान्छेहरू हिँडेको त्यस्तोहरू देखाइरहेको हुन्छ। त्यो चाहिँ सबै लुमेनबाट गरेको। स्केचअपमा पनि गर्न मिल्छ है, लुमेनमा पनि गर्न मिल्छ है। त्यो दुइटै कुरा चाहिँ हाम्रो स्केचअपमा नि रेन्डर गर्न मिल्छ, लुमेनमा नि रेन्डर गर्न मिल्छ। अब कसलाई के सजिलो लाग्छ र कसलाई के सजिलो लाग्छ भन्ने कुरा मात्रै हो है। दुवैबाट चाहिँ हामीले रेन्डर गर्न मिल्छ, तर लुमेनबाट चाहिँ हामीले भोल्युमहरूलाई चाहिँ एडिट गर्न मिल्दैन है। त्यति हो डिफरेन्स चाहिँ है। हामीले इन्भाइरोमेन्ट क्रिएट गर्ने, अनि त्यसपछि सेट गर्ने, रेन्डर गर्ने, अनि त्यसपछि फोटोमा कन्भर्ट गर्ने हो लुमेनबाट चाहिँ। अब लुमेनमा चाहिँ हामीहरू के पढ्छौँ भने चाहिँ पहिला सुरु चाहिँ हामीले सबैभन्दा अगाडि चाहिँ स्केचअपबाट चाहिँ फाइल लुमेनमा कसरी इम्पोर्ट गर्छौँ भन्ने कुरा चाहिँ सिक्छौँ। हाम्रो लुमेनमा चल्ने भनेको चाहिँ डट कोलाडा फाइल मात्रै चल्छ, अरू कुनै फाइल पनि चल्दैन है। सो त्यसलाई चाहिँ कसरी कन्भर्ट गर्ने, स्केचअपको फाइललाई चाहिँ कसरी इम्पोर्ट गर्ने भन्ने कुरा चाहिँ हामी सिक्छौँ है। त्यसपछि त्यसमा मेटेरियल्सहरू चाहिँ हामी कसरी एड गर्दै जान्छौँ। जस्तो हामीले त्यहाँनिर मोडल ल्याउँदाखेरि चाहिँ त्यसमा रुख मान्छेहरू राख्न चाहिँ हामीले बिर्सेछौँ, गाडीहरू राख्न बिर्सेछौँ है। त्यो कुराहरूलाई चाहिँ कसरी एड गर्न मिल्छ ल्युमेनमा भनेर चाहिँ त्यो पनि सिक्छौँ हामी। अनि त्यसपछि चाहिँ मेटेरियल्सहरूलाई चाहिँ एडिट कसरी गर्ने त्यो पनि हामी सिक्छौँ। जस्तो मानौँ तपाईँहरूले चाहिँ सेतो गाडी राख्नुभयो, तर पछि तपाईँहरूलाई सेतो गाडी होइन मलाई रातो गाडी राख्नु पर्यो भन्ने इच्छा लाग्यो भने चाहिँ त्यो मेटेरियल्स कसरी एडिट गर्न सकिन्छ ल्युमेनमा चाहिँ त्यो पनि म तपाईँहरूलाई सिकाउँछु। अनि अर्को चाहिँ लाइट सेटिङ्सहरू कसरी गर्न सकिन्छ। जस्तो तपाईँहरू डे लाइटमा रेन्डर गर्न खोज्दै हुनुहुन्छ कि नाइटमा रेन्डर गर्न खोज्दै हुनुहुन्छ कि बिहान एकदमै अर्ली मर्निङमा गर्न खोज्दै हुनुहुन्छ कि दिउँसोको घाममा रेन्डर गर्न खोज्दै हुनुहुन्छ। हाम्रो सनलाइटहरू कति राख्ने है, कतिको क्लाउडको डेन्सिटीहरू राख्ने, त्यो सबै तपाईँ कति डेन्स राख्न खोज्दै हुनुहुन्छ, एकदम लाइट क्लाउड राख्न खोज्दै हुनुहुन्छ, एकदम ओपन स्काई राख्न खोज्दै हुनुहुन्छ कि है, त्यो सबै हामी चाहिँ तपाईँलाई लाइट सेटिङ्समा सिकाउँछौँ। अनि त्यसपछि भ्युजहरू चाहिँ कसरी क्रिएट गर्न सकिन्छ त्यो कुराहरू चाहिँ हामी सिक्छौँ। अनि सिनहरू कसरी क्रिएट गर्ने र फोटो कसरी रेन्डर गर्ने भनेर चाहिँ त्यो कुरा चाहिँ हामी ल्युमेनमा सिक्छौँ है। सबैभन्दा अगाडि चाहिँ हाम्रो सुरुको क्लासहरूमा त स्केचअप नै हामीले सिक्नुपर्ने हुन्छ, किनभने हामीले लास्टतिर चाहिँ ल्युमेनमा रेन्डर गर्न सिक्ने हो है। ल्युमेनको क्लास चाहिँ अलि पछि नै आउँछ, पहिला चाहिँ हामीले स्केचअप नै गर्छौँ है। अब हामीले इन्टेरियर बिल्डिङ चाहिँ यसरी 3D सेक्सन कट भ्युज गर्छौँ हामीले चाहिँ है। इन्टेरियर हामीले सिक्दाखेरि चाहिँ म्युट गर्नुहोस् है, म्युट गर्नुहोस्। अनि एक्सटेरियर अफ बिल्डिङ चाहिँ हामीले हजुर कसले केही सोध्नु भएको हो? इन्टेरियर र हामी एउटा इन्टेरियर गर्छौँ, अर्को एक्सटेरियर गर्छौँ, अनि त्यसपछि रेन्डर गर्न सिक्छौँ है हामीहरू चाहिँ। अनि त्यसपछि अब हामी चाहिँ यो बेसिक टुल बार्स अफ स्केचअपतिर जाऊँ, हामी स्केचअपको क्लासलाई चाहिँ अगाडि बढाऊँ। अनि त्यसपछि तपाईँहरूले चाहिँ जति पनि प्र्याक्टिस गर्नुहुन्छ है, त्यो कुनै पनि प्र्याक्टिस गरेको फाइलहरूलाई चाहिँ डिलिट नगर्नु होला है, किनभने तपाईँहरूले चाहिँ त्यो फाइलहरू चाहिँ
राखिरहनु भने चाहिँ पछि तपाईँहरूको प्रोग्रेस चाहिँ तपाईँहरूलाई थाहा हुन्छ। डे 1 मा तपाईँहरूको कतिसम्मको थियो र डे 14 सम्म पुग्दाखेरि तपाईँहरू कुन लेभलसम्म पुगिसक्नु भएको छ भन्ने कुरा चाहिँ तपाईँहरूले आफै डिफरेन्सिएट गर्न सक्नुहुन्छ। सो प्र्याक्टिस गर्दाखेरि चाहिँ कुनै पनि फाइलहरू चाहिँ डिलिट नगर्नु होला। अनि त्यसपछि मैले असाइन गरेको दिएको असाइनमेन्ट्सहरू चाहिँ तपाईँहरूले स्ट्रिक्टली दिनुपर्ने हुन्छ है। तपाईँहरूले मलाई देखाउनु पर्ने हुन्छ, बुझाउनु पर्ने हुन्छ। मैले मेल आइडी दिन्छु तपाईँहरूलाई, त्यसमा चाहिँ तपाईँहरूले मलाई बुझाउनु पर्ने हुन्छ र त्यसमा तपाईँहरूको के कमी रह्यो, कुन कुरामा चाहिँ तपाईँहरूको प्रब्लम भयो, त्यो सबै कुरा चाहिँ म तपाईँहरूलाई नेक्स्ट क्लासमा सजेस्ट गर्छु है। सो अब हामी चाहिँ बेसिक टुल बार्स अफ स्केचअपमा जान्छौँ। स्केचअपमा चाहिँ धेरै टुल्सहरू युज हुन्छ है, तर त्यसमा पनि बेसिक टुल्सहरू जुन चाहिँ हामीले डे टु डे लाइफमा युज गर्छौँ त्यो कुराहरूसँग चाहिँ म तपाईँहरूलाई फ्यामिलियर गराउँछु है। अब चाहिँ हामी डाइरेक्ट स्केचअप नै स्टार्ट गर्छौँ है। पिपिटीलाई बन्द गरेर चाहिँ डाइरेक्ट स्केचअपतिर जाऊँ है त। अब तपाईँहरूकोमा इन्स्टल छ स्केचअप? कसकोमा इन्स्टल छ? मैले क्वेसन सोधेपछि एन्सर दिनुहोस् कि तपाईँहरूकोमा इन्स्टल छ है? छ भए तपाईँहरू चाहिँ अहिले अब एकछिन म प्र्याक्टिस गर्दाखेरि चाहिँ तपाईँहरू पनि सँगसँगै प्र्याक्टिस गर्नु होला है। अब चाहिँ हामी डाइरेक्ट स्केचअप अन गरेर स्केचअपबाटै प्र्याक्टिस गर्दै जान्छौँ है त। स्केचअप चाहिँ अब सबैको डिफ्रेन्ट आउँछ होला है, किनभने कुन भर्जन तपाईँहरूले इन्स्टल गर्नुहुन्छ त्यही अनुसारको चाहिँ छुट्टै आइकन्सहरू हुन्छ है। मैले तपाईँहरूलाई बेसिकबाट सिकाउनुको कारण चाहिँ के हो भने तपाईँहरूसँग बेसिक टुल्सहरूको नलेज भयो भने चाहिँ तपाईँहरूले जति पनि यो हाई भर्जनमा जाँदै गर्छ स्केचअप, त्यसमा तपाईँहरूलाई कुनैमा पनि प्रब्लम हुँदैन किनभने तपाईँहरूसँग बेसिक नलेज हुन्छ क्या। सो हाम्रो चाहिँ मैले चाहिँ 2021 को युज गर्छु स्केचअप है। तपाईँहरूले चाहिँ सायद 18 को गर्नुहुन्छ होला। हाम्रो यहाँबाट प्रोभाइड गरेको लिङ्क पनि 18 कै छ है। अब सबैभन्दा अगाडि चाहिँ हामीले स्केचअप अन गरिसके पछाडि चाहिँ एउटा यस्तो टेम्प्लेट्सको आउँछ है। त्यसमा चाहिँ तपाईँहरूको यहाँनिर चाहिँ यो 2021 मा चाहिँ मोर टेम्प्लेट्स भनेर आएको छ, तर तपाईँहरूकोमा चाहिँ चेन्ज टेम्प्लेट्स भनेर आउँछ होला है। हामीले चाहिँ अब कहिलेकाहीँ कस्तो हुन्छ भने कुनै काम चाहिँ हामी फिट एन्ड इन्चेसमा गर्छौँ भने कुनै काम चाहिँ हामी मिलिमिटर्सहरूमा गर्छौँ, एमएमहरूमा ड्रइङ गर्छौँ। सो त्यस्तो केसमा चाहिँ जस्तो सानो प्रोजेक्टहरू, नर्मल रेसिडेन्सियल प्रोजेक्ट, कमर्सियल प्रोजेक्टहरू त हामीले नर्मली फिट एन्ड इन्चेसमै गर्छौँ है। तर हामीले कुनै गभर्मेन्ट प्रोजेक्टहरू गर्नु पर्यो, ठुल्ठुलो हस्पिटल, होटेल्सहरू डिजाइन गर्नु पर्यो भने चाहिँ त्यो चाहिँ जहिले पनि हामी एमएममा गर्छौँ। सो तपाईँहरूले फिट एन्ड इन्चेसमा काम गरेको बेला क्याडमा तपाईँहरूले यसमा बनाउँदाखेरि पनि 3D बनाउँदाखेरि पनि तपाईँहरूले चाहिँ फिट एन्ड इन्चेसमै बनाउनुपर्छ। इफ तपाईँहरूले एमएममा क्याडमा काम गर्नुभएको छ भने 3D बनाउँदाखेरि पनि एमएममै काम गर्नुपर्छ। सो यो टेम्प्लेट्सहरू चाहिँ तपाईँहरूले चुज गर्नुपर्ने हुन्छ है, कुन चाहिँ टेम्प्लेट्समा काम। हामी चाहिँ सिम्पल फिट एन्ड इन्चेसमा काम गर्छौँ है अहिलेलाई। तपाईँहरू हेर्नुहोस् है, मैले तपाईँहरूलाई जस्ट स्केचअपको मात्रै नलेज नभएर त हामीले डे टु डे प्र्याक्टिस गर्दाखेरि चाहिँ कति हामीले मेजरमेन्ट्सहरू चाहिँ हामीले लिनुपर्छ, कति कुराहरू चाहिँ बेसिक हुन्छ, बेसिक मेजरमेन्टहरू हुन्छ है। त्यो कुराहरू पनि मैले तपाईँहरूलाई बिस्तारै भनिरहेको हुन्छु। सो सक्नुहुन्छ भने टिप्नुहोस् है, नत्र यो रेकर्डिङ चाहिँ तपाईँहरूले पाउनु नै हुन्छ है। र टिपेर राख्नुभयो भने चाहिँ तपाईँहरूलाई याद चाहिँ हुन्छ है। सो टिप्नुहोस् सकेसम्म। अब हाम्रो चाहिँ के हुन्छ भने यो स्केचअप खुलिसके पछाडि चाहिँ हामीले यहाँनिर हेर्न सक्छौँ डिफ्रेन्ट हामीलाई अप्सन्सहरू चाहिँ
डिफ्रेन्ट अप्सन्सहरु चाहिँ हामीलाई यहाँनिर हेर्न सक्नुहुन्छ तपाईहरुले है। यसमा चाहिँ फाइलमा चाहिँ छ एउटा चाहिँ फाइलमा चाहिँ तपाईको इम्पोर्ट एक्सपोर्ट गर्ने हामीले गर्छौं है। फाइलमा चाहिँ कुनै पनि 2D लाई क्याडबाट हामीले स्केचअपमा ल्याउँदाखेरि है यहाँबाट फाइल इम्पोर्ट गर्छौं जहिले पनि है। अनि त्यसपछि एक्सपोर्ट चाहिँ हामीले पछि मैले भनेको थिएँ नि तपाईहरुलाई मोडलहरुलाई फोटो एक्सपोर्ट कसरी गर्ने भन्दाखेरि चाहिँ यहाँबाट एक्सपोर्ट गर्छ है। अनि त्यसपछि अब यहाँ कुनै फाइलहरु ओपन गर्नु पर्यो भने चाहिँ यहाँबाट तपाईहरुले डाइरेक्ट गर्न सक्नुहुन्छ अनि सेभ गर्न सक्नुहुन्छ। सेभ एज गर्दाखेरि चाहिँ तपाईहरुले हायर भर्जनको चलाइराख्नु भएको छ भने लोवर भर्जनमा पनि कन्भर्ट गरेर सेभ एज गर्न चाहिँ मिल्छ है। अब एडिट अप्सनमा चाहिँ नर्मली तपाईको हामीले मोस्टली युज गर्ने भनेको चाहिँ एउटा यो डिलिट गाइड्स भन्ने हो है। म तपाईहरुलाई गाइड्स तान्दै कसरी स्केचअपमा काम गर्न सकिन्छ भनेर चाहिँ त्यो सिकाउँछु। अनि त्यो गाइडहरु धेरै भइसकेपछि तपाईहरुलाई चाहिँ त्यसले कन्फ्युजन क्रिएट नहोस् भनेर चाहिँ तपाईहरुले डिलिट गाइड्स यहाँबाट गर्ने हो है। अर्को चाहिँ कुनै कम्पोनेन्ट्सहरु चाहिँ तपाईहरुलाई जस्तो एउटा सिन लिँदाखेरि चाहिँ त्यो कम्पोनेन्ट त्यहाँ ठिक हुन्छ भने अर्को सिन लिँदा चाहिँ त्यो कम्पोनेन्ट त्यहीँनिर ठिक नहुन सक्छ। सो त्यस्तो केसमा चाहिँ त्यो कम्पोनेन्टहरु एलिमेन्ट्सहरुलाई चाहिँ हामीले हाइड अनहाइडहरु गरिराख्नु पर्ने हुन्छ। सो यस्तो केसमा चाहिँ हामीले चाहिँ यो हाइड र अनहाइड युज गर्छौं। अनि अर्को चाहिँ मेक ग्रुप र मेक कम्पोनेन्ट भन्ने हुन्छ। 3D हामीले स्केचअपमा 3D बनाउँदाखेरि चाहिँ तीनवटा स्टाइलले बनाउन सकिन्छ है। म चाहिँ तपाईहरुलाई तीनवटै स्टाइलले बनाउन सिकाउँछु है। अलिअलि गरेर तपाईहरुलाई सबैको नलेज दिन्छु है। तीनटा स्टाइलले कसरी बनाउन सकिन्छ भन्ने कुरा। त्यस्तो केसमा चाहिँ तपाईहरुले यो कम्पोनेन्ट यो ग्रुपहरु बनाउने चाहिँ त्यो बेला चाहिँ तपाईहरुले थाहा पाउनुहुन्छ। अर्को चाहिँ यो टुल बार्सहरु छ यहाँनिर चाहिँ के चाहिन्छ तपाईहरुलाई भन्ने कुरा चाहिँ है। यहाँबाट अब एनिमेसनहरु कसरी गर्न सकिन्छ यो सबै स्याडोजहरु कसरी राख्न सकिन्छ भन्ने कुरा चाहिँ यो भ्यू भन्ने अप्सनमा चाहिँ हेर्न सक्नुहुन्छ। अर्को चाहिँ क्यामेरामा चाहिँ तपाईले जस्तो स्ट्यान्डर्ड भ्यूजमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हेर्नुस् त यहाँ टप बटन फ्रन्ट ब्याक लेफ्ट राइट भनेको छ नि यो सबै तपाईहरुले चाहिँ यो सबै तपाईले चाहिँ स्ट्यान्डर्ड भ्यूजहरु लिएर चाहिँ कुनै पनि मोडलको चाहिँ कुनै पनि डिरेक्सनबाट चाहिँ यो तपाईले हेर्न सक्नुहुन्छ भ्यूजहरु चाहिँ यो। माथि हामीलाई रुफ प्लान चाहिएको छ भने टपमा क्लिक गर्छौं है। फ्रन्ट एलिभेसन चाहिएको छ भने यो फ्रन्टमा गर्छौं। अनि पर्सपेक्टिभमा हेर्दाखेरि चाहिँ जहिले पनि तपाईको चाहिँ 3D भ्यूज देखिन्छ है। 3D भ्यूमा देखिन्छ। प्यारलल प्रोजेक्सन गर्नुभयो भने चाहिँ एलिभेसन देखिन्छ जहिले पनि है। त्यस्तो कुराहरु चाहिँ हामीले त्यो पछि ध्यान दिनुपर्छ। अर्को ड्रमा त अब यो लाइन्सहरु चाहिँ यसको म कमान्डहरु नै सिकाउँछु तपाईहरुलाई। अब यो कमान्डहरु चाहिँ यसमा पनि छ। टुल्समा गएर हेर्नुभयो भने चाहिँ यहाँनिर कमान्डको तपाईहरुले यो सर्टकट किजहरु सबै यहाँ छ है। यो कुराहरु चाहिँ तपाईहरुले याद गर्नुपर्ने हुन्छ। हामीले चाहिँ नर्मली जहिले पनि 3D मोडलहरु बनाउँदाखेरि चाहिँ सर्टकट किजहरु युज गर्नुभयो भने चाहिँ तपाईहरुले एकदम प्रोफेसनल देखिन्छ है। हामीले गर्दाखेरि त नर्मली यहाँ क्लिक गरेर पनि गर्न सक्छौं। तर यसरी क्लिक गर्नु भन्दा चाहिँ तपाईहरुले सर्टकट कीहरु युज गर्नुभयो भने चाहिँ त्यो एकदमै इफेक्टिभ देखिन्छ है। सो सकेसम्म चाहिँ किजहरु नै युज गर्नुस्। अनि अर्को चाहिँ विन्डोजमा चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ है। यहाँनिर एक्सटेन्सनहरु छ 3D वेयरहाउसहरु छ। अघि मैले तपाईहरुलाई भने नि तपाईहरुले आफैले झ्याल ढोकाहरु बनाइराख्न जति बेला नि त्यति टाइम हुँदैन। सो त्यस्तो केसमा चाहिँ हामी 3D वेयरहाउसबाट चाहिँ डाइरेक्टली डाउनलोड गर्छौं एलिमेन्ट्स कम्पोनेन्ट्सहरु है। यहाँबाट चाहिँ हामी डाइरेक्ट डाउनलोड गर्न सक्छौं। अनि एक्सटेन्सनमा चाहिँ मेरोमा चाहिँ यो भिरे छ। यो भिरे चाहिँ अब मैले चाहिँ भिरेहरुबाट नि रेन्डर गरिरहेको हुन्छु। सो मैले चाहिँ भिरे राखेको छु। तपाईहरुले पनि राख्नुभयो भने चाहिँ तपाईहरुलाई पनि म भिरेको सर्ट क्लास एउटा सानो क्लास चाहिँ दिन्छु है। सो यति भएपछि अब चाहिँ हामी टुल्सहरुबाट चाहिँ हामी स्टार्ट गर्छौं स्केचअप है। टुल्समा चाहिँ यो हाम्रो यो एरो चाहिँ सबैभन्दा बढी युज हुने कुरा हो है। केही कुरा युज गरेपछि तपाईहरुले स्केप र स्पेस की चाहिँ तपाईहरुले धेरै युज गरिराख्नु भएको हुन्छ है। स्केचअपमा युज गर्दाखेरि चाहिँ नर्मली क्याड चलाइरहेकोलाई चाहिँ स्केचअपमा चाहिँ त्यही कुराको कन्फ्युजन भइरहेको हुन्छ है। यहाँनिर चाहिँ हामीले स्केप की र स्पेस कीलाई चाहिँ मोस्टली युज गरिरहेको हुन्छौं। ल अब हाम्रो मेन टुल्सहरु के हुन्छ है। कुनलाई चाहिँ हामीले मोस्टली युज गर्छौं त्यही कुरा अनुसार चाहिँ म तपाईहरुलाई चाहिँ डिफ्रेन्ट टेक्निक्सहरुले चाहिँ मोडल कसरी उठाउन सकिन्छ भनेर चाहिँ म सिकाउँछु है त। तपाईहरुलाई केही क्वेशन सोध्नु छ अहिलेसम्ममा? छ कसैलाई केही क्वेशन सोध्नु पर्ने?
तपाईहरु सुनिरहनु भएको छ सबैजनाले मेरो क्लासमा सुनिरहनु भएको छ कि छैन सुनिँदैछ नि है क्वेशन सोधेपछि आन्सर दिने गर्नुहोस् मैले अघिदेखि भनिरहेको छु अनि समीर चाहिँ म्युट गर्नुहोस् है ओके मिस ओके अब चाहिँ हामी डिफ्रेन्ट टेक्निक्सले मोडलहरु कसरी उठाउन सकिन्छ भनेर चाहिँ हेर्छौं हामीले मोस्टली ध्यान दिनुपर्ने कुरा चाहिँ यो एक्सिस हो है यो ब्लू एक्सिस ग्रीन एक्सिस र रेड एक्सिस यसमा चाहिँ तपाईहरुले यही एक्सिसको हेल्पबाट चाहिँ तपाईहरुले चाहिँ सिधा लाइनहरु चाहिँ ड्रा गर्न सक्नुहुन्छ है जस्तो अब हामीलाई चाहिँ एउटा रेक्ट्याङ्गल बनाउनु छ अब रेक्ट्याङ्गल बनाउँदा चाहिँ कसरी बनाउने त भन्दाखेरि चाहिँ हामीले दुईटा तरिकाबाट बनाउन सकिन्छ एउटा चाहिँ नर्मल यो लाइन कमान्ड लिएर है यसरी तपाईहरुले डाइरेक्ट क्लिक गर्नु भए पनि हुन्छ है नत्र यो क्लिक नगरिकन एल कमान्ड युज गर्नुभयो भने पनि यो लाइन कमान्ड आउँछ है यसबाट चाहिँ अब तपाईहरुले यो एक्सिस ग्रीन एक्सिसको यो ग्रीन लाइनमा जाँदाखेरि ग्रीन एक्सिसमा जाँदाखेरि चाहिँ ग्रीन लाइनको हेल्प लिने अब यो एक्सिसमा जाँदाखेरि चाहिँ रेड लाइनको हेल्प लिने है अनि यो एक्सिसमा जाँदा फेरि ग्रीन लाइनको हेल्प लिने अनि यो लाइनमा जाँदा चाहिँ रेड लाइनको हेल्प लिने हामीले चाहिँ जहिले पनि एक्सिसलाई चाहिँ आफ्नो गाइड मान्नुपर्छ अनि मात्रै सिधा हुन्छ नत्र कस्तो हुन्छ भने ल हेर्नुस् है मैले यो गाइड अनुसार गइन भने चाहिँ कस्तो हुन्छ भने ल यो मैले ग्रीनमा लिए हैन तर यो रेडमा लिइन मैले है यहाँ पनि ग्रीन लिइन यो चाहिँ यसो गर्यो भने यो हेर्नुस् त यो रेक्ट्याङ्गल यो बाङ्गो छ नि यो बाङ्गो छ बट यो बाङ्गो छैन यो सिधा छ एकदमै किन भन्दाखेरि यो हामीले एक्सिसको गाइड लिएर गरेछौं यो चाहिँ गाइड नलिकन गरेछौं सो हामीले चाहिँ जहिले पनि यो एक्सिसलाई चाहिँ ध्यान दिने है सबैजनाले अब चाहिँ एउटा चाहिँ रेक्ट्याङ्गल तपाईहरुले चाहिँ पेन्सिल कमान्ड यो लाइन कमान्ड लिएर गर्न सक्नुहुन्छ अर्को चाहिँ यो रेक्ट्याङ्गल कमान्डले गर्न सक्नुहुन्छ है रेक्ट्याङ्गल कमान्ड डाइरेक्ट यसरी लिएर यहाँबाट लिएर गर्नु भए पनि हुन्छ नत्र आर कमान्ड युज गरेर गर्नु भए पनि हुन्छ है यो दुईटा तरिकाले चाहिँ तपाईहरुले गर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो के कमान्ड हो भन्दाखेरि चाहिँ इरेजर कमान्ड हो है इरेजर डाइरेक्ट तपाईहरुले यहाँबाट क्लिक गरेर गर्नु भए पनि हुन्छ नत्र ई कमान्ड लिएर पनि गर्न सक्नुहुन्छ है त्यो गर्न पनि तपाईहरुलाई गाह्रो हुन्छ भने यो सपोज एउटा लाइन छ यसलाई सिलेक्ट गर्नुस् राइट क्लिक गर्नुस् अनि इरेज गर्नुस् है अप्सन हामीसँग धेरै हुन्छ सकेसम्म कमान्ड लिएर गर्नुस् है अब चाहिँ हामी के गर्छौं भने अब टुल्सहरु युज गर्दै हैन हामीहरु चाहिँ एउटा ब्लक तयार पार्छौं है राम्रोसँग हेर्नुस् है ध्यान दिनुस् अनि त्यसपछि तपाईहरुले मलाई फेरि त्यही कुराहरु गरेर चाहिँ असाइनमेन्ट दिनुपर्ने हुन्छ है बुझाउनु पर्ने हुन्छ सो ध्यान दिएर हेर्नु होला है यो मैले रेक्ट्याङ्गल ड्रा गरे अब यो चाहिँ अलि सानो भयो म अलि ठुलो बनाउँछु है आर कमान्ड लिए मैले आर कमान्ड लिएर चाहिँ एउटा रेक्ट्याङ्गल ड्रा गरे है अब तपाईहरुलाई चाहिँ एउटा डिफरेन्स अर्को पनि म सिकाउँछु है यो चाहिँ कस्तो हुन्छ नि तपाईको पुरै फेस कभर छ क्लियर फेस बनेको छ यसमा सो तपाईहरुले क्लिक गर्दा चाहिँ यहाँ डट डट आइराको छ है अब नर्मली हामीले एउटा यो यस्तो बनायौं है नर्मली हामीले यो एउटा यस्तो अब्जेक्ट बनायौं यो चाहिँ यो यहाँनिर हामीले क्लिक गर्यो भने डट डट लाइनहरु आएको छैन नि है यो भनेको चाहिँ फेस नबनेको हो तपाईको कुनै पनि लाइन सानो लाइन पनि कतै मिस भयो भने चाहिँ तपाईको फेसहरु बनिराको हुँदैन सो हामीले चाहिँ सकेसम्म चाहिँ यो फेसहरु बनाउनको लागि चाहिँ हामीले चाहिँ जहिले पनि त्यो लाइनहरु चाहिँ छुटाउनु हुँदैन जहिले पनि लाइनहरु चाहिँ जोइन नै हुनुपर्छ है अनि मात्र यस्तो डट डट आएपछि मात्र तपाईहरुको फेस बनेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्ने हुन्छ है अब यो चाहिँ हाम्रो एउटा मैले एउटा बेस लिए है अब म एउटा सानो घरको मोडल जस्तो तयार पार्छु है तपाईहरुले हेर्नु होला मैले कुन कुन कमान्डहरु युज गर्छु र कुन कुन टेक्निकहरु युज गर्छु भन्ने कुरा चाहिँ तपाईहरुले याद गर्नु होला है अब यहाँ चाहिँ हामीले यो चाहिँ मैले एउटा बेस बनाए अब चाहिँ के गर्छु भने नर्मली हाम्रो घरहरुमा चाहिँ ग्राउन्ड फ्लोरमा चाहिँ चढ्दाखेरि चाहिँ तीनवटा स्टेप चाहिँ चढिराको हुन्छ हामीले त्यसलाई चाहिँ प्लिन्थ एरिया भनिन्छ है प्लिन्थ लाइन भन्छ अब यसको प्लिन्थ लाइन चाहिँ म ड्रा गर्छु यहाँनिर है यसलाई सिलेक्ट गर्छु त्यसपछि पुश पुल कमान्ड तपाईहरुले यहाँबाट लिनु भए पनि हुन्छ नत्र पी कमान्ड युज गर्नु भयो भने चाहिँ यहाँनिर चाहिँ आउँछ है त्यसपछि माथितिर पुल गर्ने अनि मैले यहाँनिर
हेर्नुस् है तपाईहरुले यहाँ डिस्टेन्स यो दिएको छ नि यो डिस्टेन्समा चाहिँ मैले डिस्टेन्स किबोर्डको थ्रुबाट चाहिँ मैले डिस्टेन्स राख्छु कति भन्दा 1 फिट 6 इन्ची भनेर राख्छु है फेसै बन्द भएको छैन एकैछिन है हामीले अघि टेम्प्लेट चुज गर्दाखेरि फिट एन्ड इन्चेस नै चुज गरेको थियौं नि है फिट एन्ड इन्च नै चुज गरेको थिएँ मैले एकैछिन है एकैछिन वेट गर्नुस् है तपाईहरु अब हेर्नुस् है मैले एउटा बेस बनाए यहाँनिर त्यसपछि मैले यो बेसलाई चाहिँ माथि 1 फिट 6 इन्ची भनेर चाहिँ गरे अघि हाम्रो टेम्प्लेट मिलेको थिएन सो यस्तो भयो है सो अब चाहिँ क्लियरली देखिन्छ है यो अघि चाहिँ हाम्रो टेम्प्लेट मिसिङ सो सुरुमै हामीले टेम्प्लेट चाहिँ हामीले कुनमा ड्रइङ गर्ने हो भनेर चाहिँ पहिले छुटाउनु पर्ने कारण चाहिँ त्यो हो नत्र तपाईहरुले एउटा कमान्ड दिँदाखेरि तिनीहरुले चाहिँ लिइराको हुँदैन है ल सपोज मैले यो बेस बनाए त्यसपछि मैले प्लिन्थ ताने 1 फिट 6 इन्चीको है अब हामीले चाहिँ यो टेप कमान्ड यहाँबाट डाइरेक्ट युज गर्नु भए पनि हुन्छ नत्र टी कमान्ड युज गरेर चाहिँ चेक गर्नुस् कति चाहिँ हाम्रो 1 फिट 6 इन्ची छ है अब पुश पुल कमान्डको चाहिँ म तपाईको अर्को फिचर्सहरु सिकाउँछु है जस्तो यो हामीले 1 फिट 6 इन्ची भनेर चाहिँ प्लिन्थ तान्यौं है त्यो भन्दा माथि हाम्रो घरको हाइट भनेको चाहिँ नर्मल रेसिडेन्सको घरको हाइट चाहिँ 9 फिट 5 इन्ची हुन्छ है सो 9 फिट 5 इन्ची गर्दाखेरि चाहिँ तपाईले के गर्ने भन्दाखेरि यसलाई सेलेक्ट गर्ने त्यसपछि फेरि पुश पुल कमान्ड पी कमान्ड युज गर्ने अनि त्यसपछि 9 फिट 5 इन्ची तान्ने 9 फिट 5 इन्ची तान्ने अब यस्तो गर्दाखेरि चाहिँ के प्रब्लम आयो भन्दाखेरि चाहिँ तपाईको प्लिन्थ लाइन कुन हो र तपाईको फ्लोर हाइट कहाँबाट सुरु भयो भन्ने कुरा चाहिँ हामीले छुटाउन सकेनौं यो केसमा है सो अब के गर्ने त भन्दाखेरि चाहिँ मैले कन्ट्रोल जेड गरे यसमा तपाईहरुले कन्ट्रोल जेड कन्ट्रोल वाई कन्ट्रोल सी कन्ट्रोल भी हरु पनि युज गर्न पाउनुहुन्छ है यसमा पनि सो मैले अब कन्ट्रोल जेड गरे यो फेरि ब्याक टु प्लिन्थ लाइन नै पुग्यो है अघि चाहिँ मैले पुश कमान्ड पुल कमान्ड डाइरेक्ट युज गरेर चाहिँ ताने थिए सो हाम्रो डिफरेन्शिएट भएको थिएन कुन चाहिँ प्लिन्थ लाइन हो र कुन चाहिँ फ्लोर हाइट हो भनेर सो अब चाहिँ मैले के गर्छु भने पी कमान्ड सँगसँगै कन्ट्रोल पनि थिच्छु है पी प्लस कन्ट्रोल थिच्यो भने त्यहाँनिर प्लसको साइन हेर्दै हुनुहुन्छ होला तपाईहरुले है त्यो प्लसको साइन लिएर चाहिँ अब 9 फिट 5 इन्ची भनेर चाहिँ मैले छुटाउँछु अब चाहिँ हेर्नु त अघिको र ड्रइङ र यो ड्रइङमा चाहिँ के फरक छ भने अघि चाहिँ पुरै प्लेन थियो हामीले त्यसमा कुन चाहिँ प्लिन्थ लाइन हो र कुन चाहिँ फ्लोरको लाइन हो भनेर चाहिँ हामीले छुटाउन सकेका थिएनौं तर हामीले पुल कमान्ड प्लस कन्ट्रोल थिचेर पी प्लस कन्ट्रोल थिचेपछि चाहिँ हाम्रो के भयो भने यहाँनिर लाइन छुट्यो हाम्रो यहाँदेखि यहाँसम्म चाहिँ हाम्रो 1 फिट 6 इन्चीको चाहिँ प्लिन्थ लाइन हो है त्यसपछि त्यो भन्दा माथिको चाहिँ यो 9 फिट 5 इन्ची भनेको चाहिँ हाम्रो फ्लोर हाइट हो सो अब क्लियर हुनुभयो होला पी प्लस कन्ट्रोल गर्दाखेरि चाहिँ के हुन्छ र पी मात्र यतिकै गर्दाखेरि चाहिँ के हुन्छ भनेर चाहिँ बुझ्नुभयो होला है तपाईहरुले सो अब यति हामीले उठाइसके पछाडी चाहिँ अब म के गर्छु भने यही गाइड यो टी टेप कमान्डले चाहिँ टी कमान्ड लिन्छु म है यहाँबाट चाहिँ मिड पोइन्टमा यहाँको मिड पोइन्ट तपाईले यो ब्लू कलरको सर्कल आएपछि यो मिड पोइन्ट हो यो फेसको मिड पोइन्ट हो भनेर चाहिँ बुझ्नुस् है सो यो यहाँबाट म लिन्छु र हाम्रो चाहिँ
मेन ढोका बनाउँछु। मेन ढोका चाहिँ मेरो कति हुन्छ भन्दाखेरि 4 फिटको हुन्छ। सो यहाँबाट मैले के गर्छु भने रेड एक्सिसलाई चाहिँ गाइड मानेर चाहिँ मैले यहाँबाट 2 फिट लिन्छु, 2 फिटको लेन्थ है डिस्टेन्स, अनि यहाँबाट पनि 2 फिटको डिस्टेन्स लिन्छु, सो द्याट मेरो मेन ढोका चाहिँ 4 फिटको होस् है। अनि त्यहाँबाट 4x7 को मेरो मेन ढोका होस् भनेर चाहिँ मैले यो लिन्छु। त्यसपछि यहाँबाट चाहिँ मैले 7 फिटको गाइडलाइन तान्छु है। अनि त्यसपछि के गर्छु भने रेक्ट्याङ्गल आर कमान्ड लिएर यहाँदेखि यहाँसम्म जोइन गर्छु मैले है। त्यसपछि हेर्न सक्नुहुन्छ तपाईहरुको यो फेस भनेको छुट्टै फेस बन्यो र यो फेस भनेको छुट्टै फेस बन्यो है। अब यो फेसलाई चाहिँ के गर्ने भन्दाखेरि चाहिँ फेरि पुश पुल कमान्ड पी कमान्ड युज गर्ने अनि त्यसपछि भित्रतिर ठेल्ने है। यसलाई क्लिक गरे भित्रतिर 9 इन्ची ठेल्ने है। त्यसपछि के गर्ने भन्दाखेरि चाहिँ यहाँ भित्रको फेसलाई चाहिँ तपाईहरुले क्लिक गर्ने अनि त्यसपछि तपाईको किबोर्डमा भएको डिलिट कमान्ड युज गर्नु भए पनि हुन्छ है, नत्र तपाईहरुले यहाँ क्लिक गरेर राइट क्लिक गरेर इरेज गर्नु भए पनि हुन्छ है। यसो गर्दाखेरि चाहिँ अब हेर्न सक्नुहुन्छ तपाईले यो भित्रको पार्टहरु देखिरहनु भएको छ यहाँनिर, देख्नुभयो। सो अब यति गरिसकेपछि हामीले चाहिँ ढोका गरिसकेपछि ढोकामा चढ्ने यो जस्तो 1 फिट 6 इन्ची त हामी एकैचोटी नागेर जाँदैनौँ है। सो यसको लागि चाहिँ हामीले खुड्किला बनाउनु पर्ने हुन्छ 3 वटा। सो यस्तो केसमा चाहिँ अब के गर्ने भन्दाखेरि चाहिँ यहाँबाट फेरि म गाइडलाइनको हेल्पबाट यहाँबाट 1 फिट तान्छु, यहाँबाट पनि 1 फिट तान्छु है। अनि त्यसपछि के गर्छु भने लाइन कमान्ड लिन्छु म, एल कमान्ड लिएर यो पेन्सिल कमान्ड एल कमान्ड लिएर यहाँबाट एउटा लाइन तान्छु, त्यसपछि यहाँबाट नि एउटा लाइन तान्छु है। अब हाम्रो यो फेस र यो फेस छुट्टिया छ है, यो तीनटै फेस चाहिँ हाम्रो डिफ्रेन्ट फेस छ। मैले के गर्छु यो फेसलाई मात्र पी कमान्ड युज गरेर 2 फिट 6 इन्ची जति तान्छु है। अनि त्यसपछि यो लाइन चाहिँ हाम्रो यसको रिफरेन्समा आएको लाइन हो। सो यो लाइनलाई चाहिँ ई कमान्ड इरेजर कमान्ड युज गरेर चाहिँ मैले क्लिक गरेर डिलिट गरिदिन्छु है। अब यसमा चाहिँ तपाईहरुले दुईटा टेक्निक सिक्नुहुन्छ है, ध्यान दिएर हेर्नु होला। के गर्छु नि म पहिला यसलाई कपी गर्छु। कपी कसरी गर्ने भन्दाखेरि पहिला सबै होल अब्जेक्टलाई सेलेक्ट गर्ने, सेलेक्ट गरिसकेपछि मुभ कमान्डको लागि चाहिँ तपाईले डाइरेक्ट यहाँ क्लिक गर्नु भए पनि हुन्छ है, नत्र एम कमान्ड युज गर्नु भए पनि हुन्छ। अब एम कमान्ड युज गर्दाखेरि पनि हेर्नुस् है तपाईहरुले, एम कमान्ड युज गर्दाखेरि चाहिँ के हुन्छ भने डाइरेक्ट एम कमान्ड युज गर्नुभयो भने चाहिँ यो अब्जेक्ट मात्रै मुभ हुन्छ, तर हामीलाई चाहिँ के गर्नुपर्ने थियो, कपी गर्नुपर्ने थियो। सो अब हामीले के गर्छौं त भन्दा एम कमान्ड प्लस कन्ट्रोल थिच्यो भने यहाँ प्लसको साइन आउँछ अनि त्यसपछि हेर्नुस् त कपी भयो। बुझिरहनु भएको छ तपाईहरुले? एन्सर्स? नो एन्सर? बुझिदैछ म्याम। बुझिदैछ है। यहाँनिर अघि डिफरेन्सिएट थाहा पाउनु भयो होला। पी कमान्ड मात्रै युज गर्दा र पी प्लस कन्ट्रोल गर्दा के हुन्छ र प्लस मुभ कमान्ड युज गर्दाखेरि एम मात्र थिच्दा र एम प्लस कन्ट्रोल थिच्दा के हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु भयो होला तपाईहरुले है। अब यहाँनिर चाहिँ एम प्लस कन्ट्रोल गर्दाखेरि चाहिँ कपी हुन्छ, एम मात्र थिच्नु भयो भने चाहिँ जस्ट यही सेम अब्जेक्ट मात्रै मुभ हुन्छ है। अब यसमा चाहिँ म तपाईहरुलाई दुईटा तरिकाले सिकाउँछु। एउटा चाहिँ सर्टकट किज कसरी कम टाइममा चाहिँ काम गर्न सकिन्छ कुनै, अनि यो चाहिँ हाम्रो अलिक लेन्दी प्रोसेस हुन्छ, तर मान्छेहरुलाई चाहिँ आफ्नो तरिकाले जसरी प्र्याक्टिस गर्नुभयो त्यही अनुसार चाहिँ तपाईहरुलाई सजिलो लाग्दै जाने हो है। सो अब यहाँ चाहिँ के गर्छु भने म यो टेप कमान्ड लिएर टी कमान्ड लिएर यहाँबाट के गर्छु भने 6 इन्ची तल झार्छु, यसलाई 6 इन्चीको गाइडलाइन तान्छु, दुईटा ब्लू एक्सिस को गाइडलाइन लिएर है यहाँ तान्छु। अनि त्यसपछि फेरि के गर्छु भने एल कमान्ड युज गर्छु, एल कमान्ड युज गरेर चाहिँ यही एक्सिस यो गाइडलाइन लिएकै लाइन माथि चाहिँ मैले लाइन कोर्छु, किन भन्दाखेरि चाहिँ यो पार्ट छुट्टियोस् भनेर है। यो गरे मैले, यो चाहिँ किन गरे भन्दाखेरि हाम्रो 3टा स्टेप चढ्नु पर्ने हुन्छ। 1 फिट 6 इन्चीको प्लिन्थ छ भने चाहिँ हामीले 3टा खुड्किला चढेपछि मात्र हामीले चाहिँ मेन डोरमा जान सक्छौं। सो मैले चाहिँ त्यही पार्ट चाहिँ यहाँनिर बनाइराखेको। अब के गर्ने भन्दाखेरि चाहिँ मैले लिएको मेजरमेन्ट्सहरु जति पनि छ त्यो सबै याद गर्नु होला तपाईहरुले है। हाम्रो डे टु डे लाइफमा चाहिँ प्र्याक्टिसिङ फिल्डमा चाहिँ त्यही कुराहरु त्यही मेजरमेन्ट्सहरु चाहिँ मोस्टली युज भइराको हुन्छ। सो तपाईहरु कतिजनालाई थाहा होला कतिजनालाई थाहा नहोला है। सो यो मैले भनेको मेजरमेन्ट्सहरु चाहिँ एकदम याद गर्नु होला है तपाईहरुले।
सो अब मैले चाहिँ के गर्छु भने यो पार्टलाई सेलेक्ट गर्छु, पी कमान्ड युज गर्छु, अनि त्यसपछि फेरि 10 इन्ची थ्रेड तान्छु यो है। अब यसलाई पनि के गर्छु, यहाँसम्म ल्याउँछु, फेरि यहाँबाट 10 इन्ची तान्छु। बन्यो नि है हाम्रो स्टेप्स। अब के गर्छु भने यो तरिका तपाईहरुलाई सजिलो लाग्छ कि अर्को तरिका सजिलो लाग्छ हेर्नुस् है। अघि मैले तपाईहरुलाई कपी गर्नको लागि कमान्ड सिकाएको थिएँ, कुन भन्दाखेरि एम प्लस कन्ट्रोल है। त्यही कमान्ड युज गरेर चाहिँ अब हामीले अघि यति टाइम लाएर गरेको यो खुड्कीलाई अब एकैछिनमा यहाँ गर्छौं है। हेर्नुस् यहाँ यो लाइनलाई मैले सेलेक्ट गरेँ, अनि एम कमान्ड लिए, कन्ट्रोल लिए, अनि यहाँबाट मैले के गर्छु भने यो लाइनको रिफरेन्स लिएर 6 इन्ची यहाँ तान्छु, फेरि कन्ट्रोल गर्छु, यो लाइनको रिफरेन्समा यहाँनिर 6 इन्ची तान्छु है। सो 6 इन्ची तानिसकेपछि अब यो के गर्छु भने यो पार्टलाई चाहिँ मैले 10 इन्ची तान्छु। तपाईहरुको पुश पुल कमान्डले चाहिँ के गर्छ भने एकचोटी तपाईले 10 इन्ची भनेर यहाँ दिइसक्नु भयो भने चाहिँ नेक्स्ट टाइम पनि पुश पुल कमान्डले चाहिँ त्यही 10 इन्ची नै रिड गरिरहेको हुन्छ। जस्तो हेर्नुस् है यहाँनिर यो मैले 10 इन्ची गरेँ। अब यसलाई के गर्छु म माउसको हेल्पले डबल क्लिक गर्छु, फेरि यहाँ डबल क्लिक गर्छु, ले 10 इन्ची नै रिड गरिरहेको छ है। सो यो पार्ट सजिलो, यो तरिकाले तपाईहरुलाई सजिलो लाग्यो कि यो तरिकाले सजिलो लाग्यो भन्नुस् त। बोल्नु न हो, बोल्नु, तपाईहरु बोल्नै हुँदैन। सेकेन्ड हो यसरी बोल्ने गर्नुस् न। मैले बोल्नु भनेपछि मात्रै बोल्नुहुन्छ। मलाई कसरी थाहा हुन्छ तपाईहरुले बुझ्नु भयो कि बुझ्नु भएन भन्ने कुरा। सो अब चाहिँ के गर्छौं भने अब चाहिँ ढोका बन्यो, खुड्कीला बन्यो। अब हामी के गर्छौं, झ्याल बनाउँछौं। झ्यालको चाहिँ जहिले पनि सिल लेभल र लिन्टल लेभल चाहिँ हाम्रो नर्मली रेसिडेन्शियल बिल्डिङको लागि चाहिँ सिल लेभल भनेको चाहिँ 2 फिट 6 इन्ची हुन्छ है। त्यसपछि लिन्टल लेभल चाहिँ 4 फिट 6 इन्चीको हुन्छ। सो नर्मली है, अब त्यो तपाईको डिजाइन अनुसार चाहिँ चेन्ज गर्न पाइयो, तर नर्मली चाहिँ त्यति नै राखिरहेको हुन्छ है। अब के गर्छौं भने हामी फेरि टेप कमान्ड लिन्छौं। टेप कमान्ड लिएर चाहिँ यहाँ यसको मिड पोइन्ट, यो फेसको मिड पोइन्टमा जान्छौं हामी। मलाई 6 फिटको झ्याल चाहियो, सो मैले के गर्छु यो पोइन्टबाट यहाँनिर चाहिँ 3 फिट तान्छु, अनि यहाँबाट पनि 3 फिट तान्छु। यो चाहिँ हाम्रो टोटल 6 फिटको हुन्छ। अब के गर्छु मैले सिल लेभल दिन्छु, 2 फिट 6 इन्ची सिल लेभल भयो। अर्को हाम्रो लिन्टल लेभल भनेको चाहिँ 4 फिट 6 इन्चीको है। अनि के गर्छु रेक्ट्याङ्गल कमान्ड आर कमान्ड लिन्छु र यहाँदेखि यहाँसम्म लिन्छु है। सो अब के गर्छु नि यो फेसलाई क्लिक गरेर पी कमान्ड युज गरेर चाहिँ 9 इन्ची भित्र लगेर यसलाई चाहिँ मैले डिलिट गरेँ, सेलेक्ट गरेर डिलिट गरेँ है। यो चाहिँ हाम्रो झ्यालको लागि चाहिँ झ्याल चाहिँ हाम्रो यसमा यो वालमा अड्डिन्छ है। सेम कुरा चाहिँ मैले यहाँनिर रिपिट गर्छु। के गर्छु भन्दा यसको मिड पोइन्ट खोज्छु, यहाँबाट पनि 3 फिट लिन्छु, यहाँबाट पनि 3 फिट लिन्छु, अनि त्यसपछि आर कमान्ड रेक्ट्याङ्गल कमान्ड लिएर यहाँदेखि यहाँसम्म लिएर के पार्टलाई सेलेक्ट गरेर पुश पुल कमान्ड लिएर चाहिँ 9 इन्ची भित्र लगेर चाहिँ यसलाई यो फेसलाई मैले डिलिट गर्छु। हेर्नुस् त हाम्रो नर्मल ग्राउन्ड फ्लोरको फ्रन्ट फेस चाहिँ हामीले डिजाइन गरिसकेका छौं है। त्यो पनि कुनै सजिलो टेक्निकहरु छ, कुनै चाहिँ गाह्रो टेक्निकहरु छ। अब तपाईहरुले चाहिँ तपाईहरुको प्र्याक्टिसमा डिपेन्ड गर्छ है। कति चाहिँ तपाईहरुले कुन पार्ट चाहिँ तपाईहरुले सजिलो तरिकाले लिन सक्नुहुन्छ, त्यो कुरा चाहिँ तपाईको प्र्याक्टिसमा डिपेन्ड हुन्छ। कुनै पनि तरिकाले गर्नु भए पनि हुन्छ, जुनै तरिकाले गर्दा पनि हुन्छ, तर त्यो सबै चाहिँ तपाईको प्र्याक्टिसमा डिपेन्ड हुन्छ है। सो अब के गर्छु म फर्स्ट फ्लोर ग्राउन्ड फ्लोर भयो, अब म फर्स्ट फ्लोरलाई तान्छु। अघि भर्खर मैले तपाईहरुलाई भनेको थिएँ पुश पुल कमान्ड युज गरेर चाहिँ हामीले एउटा चाहिँ लाइन नै नछुटाइकन तान्न सक्छौं। अर्को चाहिँ पी प्लस कन्ट्रोल गर्यो भने चाहिँ ठ्याक्कै लेभल छुट्टिन्छ। जस्तो अब हामीलाई ग्राउन्ड फ्लोरको लेभल र फर्स्ट फ्लोरको लेभल छुट्टाउनु छ यो केसमा। सो हामीले के गर्छौं भन्दाखेरि चाहिँ फेरि पी प्लस कन्ट्रोल गरेर चाहिँ माथि 9 फिट 5 इन्ची तान्छौं। 9 फिट 5 इन्ची तान्छौं। ल हेर्नुस् है, अब ठ्याक्कै तपाईहरुको यो प्लिन्थ लेभल छुट्टिया छ। यहाँ यो ग्राउन्ड फ्लोर भनेर छुट्टिया छ र यो हाम्रो फर्स्ट फ्लोर भनेर चाहिँ यहाँनिर छुट्टेको छ है। अब मैले के गर्छु भने
सेम कुरालाई यहाँ माथि कपी गर्छु, यो झ्याललाई यही लाइनको रिफरेन्समा कपी गर्छु र यो झ्याललाई पनि यही लाइनको रिफरेन्समा कपी गर्छु है। चाहिँ हामीले सिम्पल एउटा मोडल तयार पारिन्छौँ। अब कपी गर्दाखेरि पनि हेर्नुहोस् है, यो लाइन यही कुरालाई चाहिँ हामीले माथि कसरी सजिलै तरिकाले लगाउन सकिन्छ त्यो पनि म सिकाउँछु है। राम्ररी हेर्नुहोस् है तपाईहरु। पहिला चाहिँ हामी गाह्रो तरिकाबाटै जाउँ। गाह्रो तरिका चाहिँ के भन्दाखेरि पहिला टेप कमान्ड युज गर्ने, टी कमान्ड युज गर्ने, अनि त्यसपछि यो लाइनको रिफरेन्स, यो झ्यालको रिफरेन्सको लाइन तान्ने हामीले यसरी है। अनि त्यसपछि फेरि के गर्ने, सिल लेभल 2 फिट 6 इन्ची राख्ने र यहाँबाट 4 फिट 6 इन्चीको राख्ने है। अनि त्यसपछि फेरि रेक्ट्याङ्गल कमान्ड युज गरेर सर्फेसलाई क्लिक गरेर पुश पुल कमान्डले 9 इन्ची भित्र सारेर र यो फेसलाई हामीले डिलिट गर्छौं है। सेम फेसमा तपाईको सेम डिस्टेन्समा चाहिँ तपाईको झ्याल चाहिँ माथि सिफ्ट भयो। अर्को चाहिँ सजिलो तरिका चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा चाहिँ यस्तो तरिकाले गर्न सक्नुभयो तपाईहरुले गाइडलाइन लिएर। अर्को चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईहरुले चाहिँ यो लाइनलाई क्लिक गर्ने, बाहिरको लाइन हेर्नुस् यहाँ दुईटा लाइन हुन्छ, यो वालको बाहिरको लाइनलाई क्लिक गर्ने, त्यसपछि कन्ट्रोल क्लिक थिच्ने अनि बाहिरको लाइनहरुलाई चाहिँ सिलेक्ट गर्दै जाने है। इन केस झुक्केर तपाईको अरु सिलेक्ट भयो भने, जस्तो मेरो यो बाहिरको पनि सिलेक्ट भएको छ है, अनि यो पनि सिलेक्ट भएको छ, तर हामीलाई चाहिने भनेको चाहिँ यो झ्यालको मात्रै लाइन हो, एजेसहरु चाहिने हो। सो अब त्यसमा के गर्छु भन्दाखेरि मैले शिफ्ट थिच्छु अनि त्यसपछि यसलाई क्लिक गर्यो भने चाहिँ यो तपाईको जान्छ है। सो अब के गर्छु मैले भन्दाखेरि मैले यो पोइन्टलाई रिफरेन्स पोइन्ट मानेर है, यसलाई चाहिँ मैले के गर्छु भने मुभ गर्छु, मुभ प्लस कन्ट्रोल थिचेर यो लाइनको रिफरेन्समा यहाँनिर राख्छु। अब हेर्नुस् त ठ्याक्कै तपाईको बन्यो नि है। हामीले त्यो गाइडलाइनहरु केही पनि युज गरिराख्नु परेन, डाइरेक्ट तलको झ्याल हामीले माथि कपी गर्न सक्यौं है। सो अब चाहिँ के गर्छु भने मलाई चाहिँ माथि अब बाल्कनी राख्न मन लाग्यो रे है। सपोज बाल्कनी राख्दाखेरि चाहिँ जहिले पनि हाम्रो 5 इन्ची स्ल्याब हुन्छ। सो यो लाइनलाई चाहिँ मैले के गर्छु, यहाँबाट एम प्लस कन्ट्रोल कमान्ड युज गरेर चाहिँ तल 5 इन्ची झार्छु है। अब मलाई चाहिँ कति चाहियो भन्दा 3 फिटको बाल्कनी चाहियो रे हैन। मैले के गर्छु, यही पार्टलाई यो स्ल्याबलाई मैले 3 फिट जति तान्छु है। बुझिरहनु भएको छ नि है तपाईहरुले? नबुझेको केसमा मलाई सोध्नुस् है क्वेशन बिचमा। बुझिरहनु भएको छ है? बुझिरहनु भएको छ? ठीक ठीक। Yes, ma'am. ओके। अब के गर्छु भने अब बाल्कनी त मैले बनाए, बाल्कनी सँगसँगै मैले बाल्कनीमा जाने मैले ढोका त दिनु पर्यो है। सो ढोका चाहिँ मैले के गर्छु भने स्लाइडिङ डोर जस्तो बनाउँछु है त। यही पार्टलाई चाहिँ मैले कपी गर्दै जान्छु है। यही पार्टलाई मैले रिफरेन्स लिएर बाहिरको एजेसलाई क्लिक गर्ने अनि त्यसपछि एम कन्ट्रोल थिचेर यही कुरालाई चाहिँ मैले माथि पुर्याउँछु है। अनि त्यसपछि के गर्छु भने यहाँबाट फेरि 9 इन्ची भित्र सार्छु अनि यो फेसलाई डिलिट गर्छु है। यति भएपछि के भयो भने तपाईको माथिको हाम्रो फर्स्ट फ्लोरको पनि डिजाइन भयो। मैले यसलाई इरेज गर्दै है, यो हामीलाई चाहिएन। अब के हुन्छ भने बाल्कनीको एकैछिन है।
सरी मेरो फोन आएको थियो है, त्यही भएर म्युट गरेको थिएँ मैले। ब्याक टु हाम्रो स्क्रिनमा जाऊँ है। यो हाम्रो चाहिँ फर्स्ट फ्लोर हो। अब के हुन्छ भने बाल्कनीमा हामीले यतिकै त छोड्दैनौँ यो बाल्कनीको स्पेसलाई। के गर्छौँ भने चारैतिर वाल दिएको हुन्छ नि है 3 फिटको। सो के गर्छु भने अब यसमा चाहिँ मैले अफसेट कमान्ड, हेर्नुहोस् है, अफसेट कमान्ड युज गर्छु। 4 इन्चीको वाल हुन्छ। सो यो फेसमा गएर मैले क्लिक गरेर बाहिरतिर तान्छु है। यो 4 इन्ची भनेर डिस्टेन्स मैले राख्छु। तपाईहरुले याद गर्नु होला, मैले यहाँ डिस्टेन्स किबोर्ड मैले टाइप गर्दाखेरि चाहिँ यसमा डिस्टेन्स आइरहेको हुन्छ है। अब के गर्छु भने यो वाललाई हामीलाई यो टोटल सबै उठाउनु पर्ने त होइन नि त। यो उठायो भने चाहिँ के हुन्छ भन्ने कुरा म देखाउँछु है तपाईहरुलाई। यहाँबाट मैले 3 फिट उठायो भने के हुन्छ भने यो सबै वालहरु, यहाँको वालहरु पनि हुन्छ, हाम्रो ढोका पनि ब्लक हुन्छ यसरी उठायो भने चाहिँ। सो हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो लाइनलाई चाहिँ क्लोज गरिदिनु पर्ने हुन्छ है। एल कमान्ड लिने, यो लाइनलाई चाहिँ हामीले ग्रीन एक्सिसको लाइनमा चाहिँ गएर चाहिँ त्यहाँनिर क्लोज गरिदिने। यहाँ पनि हामीले यसरी क्लोज गरिदिने है। त्यसपछि हामीले बाँकीको लाइनलाई चाहिँ इरेजर कमान्ड, ई कमान्ड युज गरेर चाहिँ डिलिट हान्दिने यिनीहरु, सो द्याट हाम्रो सर्फेस, हाम्रो एजेसहरु चाहिँ क्लियर होस् है। अब फेरि के गर्ने त भन्दाखेरि पी कमान्ड युज गर्ने, यो सर्फेसलाई क्लिक गर्ने, पी कमान्ड युज गर्ने, कन्ट्रोल पी प्लस कन्ट्रोल युज गर्ने, अनि त्यसपछि माथि 3 फिट तान्ने। यसरी चाहिँ हाम्रो बाल्कनीहरु चाहिँ हामीले डिजाइन गरिरहेको हुन्छ है। अब त्यसपछि के गर्ने भन्दाखेरि अब मलाई चाहिँ मेरो घर चाहिँ 2.5 तल्लेको बनाउनु छ भनेपछि के गर्छु मैले भन्दाखेरि यहाँनिर चाहिँ एउटा लाइन तान्दिन्छु र यो पार्टलाई चाहिँ छुटाइदिन्छु। अब के गर्छु, यो पार्टलाई फेरि पी प्लस कन्ट्रोल गरेर चाहिँ 9 फिट 5 इन्ची को तान्छु मैले। यसरी चाहिँ हाम्रो घर 2.5 तल्लेको हुन्छ है। अब हामीले चाहिँ के गर्ने भन्दाखेरि सेम कुरालाई चाहिँ यहाँ रिपिट गरिदिने। यो लाइनलाई बाहिरको एजलाई लाइनलाई चाहिँ क्लिक गर्ने, त्यसपछि कन्ट्रोल थिच्ने, अनि फेरि बाहिरको एजेसहरुलाई चाहिँ क्लिक गर्दै जाने है। त्यो नर्मली टेप कमान्ड युज गरेर गर्नुभन्दा चाहिँ यो लाइन यो गर्दाखेरि चाहिँ यो लाइन सिलेक्ट गरेर गर्दाखेरि चाहिँ सजिलो हुन्छ तपाईहरुलाई। एउटै झ्याल, एउटै डिस्टेन्सको, एउटै मेजरमेन्टको झ्याल छ भने चाहिँ तपाईले यो कमान्डहरु युज गर्नुभयो हुन्छ। अब के गर्छु भने यही कुरालाई चाहिँ मैले एम प्लस कन्ट्रोल गरेको चाहिँ यो लाइनको रेफरेन्समा चाहिँ मैले झ्याल माथिलाई लग्छु है। त्यसपछि यो फेसलाई फेरि अब मैले 9 इन्च भित्र पुश गर्छु, अनि त्यसपछि यो फेसलाई डिलिट गरिदिन्छु। अब के हुन्छ भने मेरो यो माथि एउटा सेम प्लेनमा मेरो सेम डाइमेन्सनको झ्यालहरु चाहिँ मैले क्रिएट गरे है। अब फेरि मैले अफसेट कमान्ड युज गर्छु। यहाँ पनि हाम्रो माथि प्यारापेट वाल हुन्छ नि है 3 फिटको, त्यही कुरालाई चाहिँ मैले यहाँ बनाउँछु। अफसेट कमान्ड दिने, बाहिरतिर तान्ने, अनि डिस्टेन्समा 4 इन्ची लेख्ने है। हाम्रो प्यारापेट वाल चाहिँ 4 इन्चीको हुन्छ। अब फेरि के गर्छु, यसलाई मैले पी प्लस कन्ट्रोल गरेर 3 फिट माथि सार्छु है। अनि यो पनि हाम्रो लोवर टेरेस, यो अप्पर टेरेस भयो, यो लोवर टेरेस भयो। यसलाई पनि फेरि मैले अफसेट कमान्ड युज गरेर यो सर्फेसमा क्लिक गर्ने, अनि त्यसपछि फेरि 4 इन्चीको डिस्टेन्स लिने। अनि अब फेरि हेर्नुस् त, यो सबैतिर त हामीलाई चाहिदैन नि त यो लाइन, त्यही भएर हामीले के गर्छौं भने यो लाइनलाई चाहिँ क्लोज गर्छौं है। यहाँबाट पनि क्लोज गर्छौं र बाँकी भएको लाइनलाई चाहिँ इरेजर कमान्ड, ई कमान्ड लिएर चाहिँ डिलिट गर्छौं है। अनि यसलाई पनि हामीले पी कन्ट्रोल 3 फिट गर्छौं। अब हेर्नुस् त, तपाईहरुको नर्मल 2.5 तल्ले बिल्डिङ चाहिँ हामीले डिजाइन गरिसक्यौं यसरी। यसलाई चाहिँ अब सेभ गर्दाखेरि चाहिँ कन्ट्रोल एस गर्ने है। अब कुन ठाउँमा सेभ गर्दै हुनुहुन्छ त्यो कुरा याद राख्ने। अब मैले चाहिँ डेस्कटपमा न्यू फोल्डरमा गएर चाहिँ 6 PM को क्लासमा है, 6 PM को क्लासमा चाहिँ तपाईहरुको डे 1 भनेर राखे मैले। यसरी चाहिँ तपाईहरुले पनि सेभ गर्न सक्नुहुन्छ है। अब यति गरिसके पछाडी चाहिँ तपाईहरुले म सँगसँगै प्र्याक्टिस गरिरहनु भएको छ कि छैन? कसैले पनि तपाईहरु मध्ये कि सुनि मात्रै रहनु भएको छ? छैन मैले गर्न लाग्यो, यो मेरोमा मेजरमेन्ट कमान्डको उनी भएन के भएन? एकचोटी स्क्रिन शेयर गरेर देखाउनुस् त। मेरो मोबाइलबाट हो, मैले छुट्टै ल्यापटपमा गरिरहेको छु।
स्पेस क्लियर गर्न मिल्दैन यस्तो भयो यहाँ जुन मेजरमेन्ट गर्ने ऊ हुन्छ नि डाइमेन्सन दिने हजुर डाइमेन्सन दिँदाखेरि त मेजरमेन्ट भन्ने त जुन स्क्रिनमा आउँछ नि हजुर त्यहाँ चाहिँ लेख्ने आएकै छैन क्या यति फिट भनेर जुन हाल्ने त्यो आएको छैन तपाईले टेप कमान्ड नै युज गरेर गरिरहनु भएको छ कि के डाइमेन्सनको छुट्टै गरिरहनु भएको छ नर्मली यस्तो मैले हुन्छ त्यो डाइमेन्सनको पार्ट लिँदाखेरि चाहिँ तपाईको प्रिसिजनहरु रहेछ भने चाहिँ तपाईको एक्ज्याक्ट डाइमेन्सन आइराको हुँदैन सो सकेसम्म टेप कमान्ड युज गर्नुस् है टेप कमान्ड युज गर्दाखेरि चाहिँ तपाईको डाइमेन्सनहरु आइरा हुन्छ एकचोटी चेक गर्नुस् त गरेर टेप कमान्ड टी कमान्ड युज गरेर गर्नुस् है टेप गर्दाखेरि चाहिँ आयो है सो त्यही प्रिसिजनको डिफल्ट हुन्छ के त्यो त्यही भएर टेप कमान्डहरु चाहिँ युज गर्नुस् त्यसमा चाहिँ सजिलो हुन्छ तपाईले टेप कमान्डमा चाहिँ एक्ज्याक्ट मेजरमेन्टहरु आइराको हुन्छ अरु केही प्रब्लम थियो तपाईलाई अरु ठिकै छ यसमा यही नआएको ओके अरु कसैले प्र्याक्टिस गरिरहनु भएको थियो समीर केही भन्न खोज्दै हुनुहुन्छ जस्तो छ तपाईले हैन छैन मिस किन मेरो चाहिँ अटोक्याडको त्यो फाइलै डाउनलोड भएको छैन मिस मैले चाहिँ आज मात्र इन्फर्म पाएको त्यो भएर हो अटोक्याड चाहिँ होइन यो हाम्रो स्केचअपको हो है हजुर 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 मिस स्केचअपको म अब भोलिदेखि चाहिँ डाउनलोड गरेर इन्स्टल गरेर अनि आज गर्नको क्लासमा चाहिँ तपाईहरुले प्र्याक्टिस चाहिँ गर्नु होला है एकदम धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ प्र्याक्टिस नगरे चाहिँ हात बस्दैन तपाईहरुको हजुर मिस यो सुन्नु न हजुर मेरो चाहिँ यो मोबाइलदेखि हो हैन हजुर अनि त्यो चाहिँ ल्यापटपदेखि चाहिँ कस्तो व्हाट्सएपै डाउनलोड गरेर अनि कस्तो गर्ने मिस त्यो डाउनलोड गर्नलाई स्केचअप चाहिँ ए पर्दैन डेस्कटपमा तपाईले ल्यापटपमा व्हाट्सएप इन्स्टल गरिराख्नु पर्दैन तपाईलाई जुन लिंक हामीले प्रोवाइड गरेको छौं त्यो लिंकलाई क्लिक गरेर डाइरेक्ट तपाईहरुले गर्नुभयो हुन्छ है त्यो लिंक तपाईले ल्यापटपमा युज हुन्छ जस्तो फेसबुकमा कसैलाई पठाउनुस् हैन नत्र ड्राइभमा अपलोड गरेर गर्नुभयो पनि हुन्छ है त्यसरी गर्नुभयो हुन्छ लिंक देखि नै डाइरेक्ट डाउनलोड गर्न मिल्छ ल्यापटप देखि हजुर हजुर तपाईलाई इन्स्टलेसनमा कुनै केही प्रब्लमहरु आयो भने चाहिँ पहिला चाहिँ आफै ट्राई गर्नुहोस् है किनभने आफैले ट्राई गर्नुभयो भने चाहिँ तपाईलाई सधैँ भरिलाई हुन्छ त्यो कुरा किनभने हामीले भन्दियो भने चाहिँ तपाईहरुले एकचोटी गर्नुहुन्छ अर्कोचोटी के गराएको थियो भन्ने कुरा नै बिर्सिनुहुन्छ सो एकचोटी आफैले ट्राई गर्नुहोस् त्यही पनि इफ प्रब्लम आयो तपाईको इन्स्टल भएन भने चाहिँ तपाईले हाम्रो टिम मेम्बरसँग कुरा गर्नुभयो हुन्छ उहाँले तपाईलाई इन्स्टल गर्न सिकाइदिनुहुन्छ है हुन्छ 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 थ्यांक यू मिस सुमन हेलो क्लासमा हुनुहुन्छ तपाई हजुर बुझिरहनु भएको छ हजुर मिस बुझेछु मिस बुझ्नु भएको छ है सो तपाईहरुले सुन्दा मात्रै हेर्दा मात्रै चाहिँ बुझ्दै अहिले हेर्दाखेरि चाहिँ बुझ्या जस्तो लाग्छ पछि आफैले गर्दाखेरि चाहिँ बुझ्नु भएको हुँदैन के त्यो कति कुराहरु चाहिँ बिर्सिसक्या हुन्छ हुन त म तपाईहरुलाई रेकर्डिङको लिंक पठाउँछु रेकर्ड गरेको यो भिडियो है त्यही पनि तपाईहरुले प्र्याक्टिस चाहिँ गर्नु पर्यो एकदम धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ झन् तपाईहरु बिगिनर्स हुनुहुन्छ कति जनाहरु है सबैजना म्याक्सिमम तपाईहरु चाहिँ बिगिनर्स नै हुनुहुन्छ सो तपाईहरुले जति हात चलाउनु भयो जति तपाईहरुले प्र्याक्टिस गर्नुभयो त्यति तपाईहरुलाई आउने हो है सो प्र्याक्टिस चाहिँ गर्नु है हुन्छ हुन्छ मिस हुन्छ म्याम हुन्छ अब फेरि ब्याक टु म स्केचअपको स्क्रिनमा जान्छु है अब यहाँनिर चाहिँ हामीले के गर्यो भने नर्मल मोडल एउटा सिम्पल मोडल मैले तयार पारेर देखाइदैछु तपाईहरुलाई कुन कुन कमान्डहरु युज गरिरहेछौं हामीले कसरी युज गर्न सकिन्छ सेम कुरालाई चाहिँ एउटा कमान्डले कसरी गर्न सकिन्छ र अर्को कमान्डले कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले तपाईहरुलाई सिकाइरहेको छु है सो एकदमै ध्यान दिनु होला यो कुराहरु चाहिँ अब के गर्छु भने मैले थोरै डिजाइन निकाल्दिन्छु है त कि यतिमै उ गर्ने हो अझै डिजाइन निकाल्दिम यसमा
हुन्छ म्याम निकालिदिनु न। ल, अब के गर्ने भन्दा मैले यो दुईटा पार्टलाई चाहिँ छुट्याइदिन्छु है। जस्तो अब भिजुअलाइज गर्दै जानु है तपाईहरु पनि। के गर्छु भने मैले यो दुईटा पार्टलाई छुट्याइदिए। लाइन कमान्ड लिएर मैले छुट्याइदिए यो दुईटा पार्टलाई। अनि के गर्छु भने यहाँबाट मैले 5 इन्च स्ल्याब तल झार्छु है। एम प्लस कन्ट्रोल गरेर यहाँबाट तल यो लाइनको रिफरेन्समा 5 इन्ची लाइन तल झार्छु। अनि के गर्छु भने हाम्रो बाल्कनी त जहिले पनि कभर्ड हुनुपर्छ नि त है। सो बाल्कनी कभर गर्नको लागि चाहिँ मैले के गर्छु भने फेरि पुश पुल कमान्ड लिन्छु है यहाँबाट। अनि यो बाल्कनीको एजसम्म चाहिँ पुर्याउँछु यो माथिको स्ल्याबलाई चाहिँ। हामीले नर्मली डिजाइन गर्दाखेरि चाहिँ जहिले पनि बाल्कनी चाहिँ हाम्रो जहिले पनि कभर्ड नै हुनुपर्छ। म्युट गर्नुस् है। बाल्कनी चाहिँ हाम्रो जहिले पनि कभर्ड नै हुनुपर्छ है, किनभने पानीहरू परेको बेला चाहिँ डाइरेक्ट यहाँनिर चाहिँ बाल्कनीमा तपाईहरु उभिनु भएको छ भने पानीहरू पर्दाखेरि चाहिँ गाह्रो हुन्छ। सो नर्मली हाम्रो जुनै पनि बाल्कनी ओपन यो स्पेसेसहरू हुन्छ यो सबै चाहिँ कभर्ड नै हुन्छ है डिजाइन गर्दाखेरि चाहिँ हामीले। सो यस्तो कुराहरू चाहिँ याद गर्नु होला। अनि अर्को चाहिँ अब यो पार्ट यति पार्ट त हाम्रो कभर्ड भयो। अब यो पार्टलाई के गर्ने भन्दाखेरि चाहिँ मैले यो पार्टमा चाहिँ यहाँबाट डिजाइन दिन्छु है। के गर्छु भने फेरि एम कमान्ड र कन्ट्रोल कमान्ड एम प्लस कन्ट्रोल गरेर चाहिँ यहाँनिर मैले 14 इन्चीको स्ल्याब तल झार्छु है। 14 इन्चीको स्ल्याब तल झारेर चाहिँ पी प्लस कन्ट्रोल गरेर चाहिँ यसको एजसम्म चाहिँ मैले रिफरेन्स लिएर चाहिँ यहाँसम्म तान्छु। भयो हेर्नुहोस् त हल्का हाम्रो डिजाइन निस्क्यो नि है। अब के गर्छु भने फेरि यही पार्टलाई है यहाँबाट यो लाइनलाई चाहिँ एम प्लस कन्ट्रोल गरेर यहाँबाट पनि 14 इन्चीको लाइन लिएर मैले यो पार्टलाई चाहिँ फेरि तल पुल गर्दै चाहिँ यहाँसम्म लान्छु। अब यस्तो गर्दा चाहिँ के हुन्छ भने हाम्रो हल्का डिजाइन निस्किन्छ है। यो नर्मली तपाईले स्ल्याबबाटै प्ले गर्ने हो। डिजाइन गर्दाखेरि चाहिँ स्ल्याब लाइनबाटै प्ले गर्ने। आइदर तपाईले 5 इन्च स्ल्याब बनाउनु तल झार्नु और 14 इन्ची स्ल्याब तल झार्नु है। तपाईको डिजाइन निस्किने भनेको चाहिँ मेनली यही स्ल्याबबाट हो है। सो तपाईहरुले अब नेक्स्ट मोडलहरु बनाउँदाखेरि चाहिँ जहिले पनि ध्यान दिनु होला डिजाइन निस्किने जहिले पनि स्ल्याबको पोर्सनबाटै हो। हामीले जहिले पनि स्ल्याबलाई नै पुश पुल गरेर नै डिजाइनहरु निकालिरहेको हुन्छौं है। अब यति गरिसकेपछि हाम्रो यो यसरी मोडल तयार हुन्छ है। अब पछाडीको पार्टहरु चाहिँ तपाईहरुले मलाई भोलि कति बजे हाम्रो 6:30 मा क्लास हुन्छ भनेपछि तपाईहरुले मलाई भोलि 4 बजेसम्म चाहिँ मेरो यो म तपाईहरुलाई यहाँनिर मेरो इमेल आइडी दिन्छु है। यसमा चाहिँ तपाईहरुले मलाई प्र्याक्टिस गरेर चाहिँ पठाउनु होला है। यो इमेल देख्नुभयो तपाईहरुले च्याटमा आएको छ हेर्नुस् त। यतिसम्म चाहिँ तपाईहरुले प्र्याक्टिस गरेर है पछाडीपट्टिको झ्यालहरु पनि प्र्याक्टिस गर्नुस् हैन। जति हुन्छ त्यति प्र्याक्टिस गर्नुस् अनि त्यसपछि मलाई त्यो ब्लग चाहिँ त्यति ब्लग पठाएर चाहिँ मेल गर्नुस् है त्यति बनाएर है। हुन्छ ओके ब्याक टु स्केचअप स्क्रिन है। सेम यस्तै बनाउनु पर्छ भन्ने चाहिँ छैन है। जस्ट मैले त तपाईहरुलाई एउटा ब्लक मात्रै उठाएर देखाएको हो। तपाईहरुलाई इच्छा लागे अनुसारको बनाउन पाउनुहुन्छ है। नर्मली हामीले युज गर्ने कमान्ड्सहरु भनेको एउटा पुश पुल कमान्ड हो, अर्को चाहिँ लाइन कमान्ड हो, इरेजर हो, अनि त्यसपछि हाम्रो मुभ कमान्डहरु मुभ अनि अफसेट कमान्डहरु युज गर्छ है। हामीले टेप कमान्डहरु युज गर्छ। यति कमान्ड युज गर्नुभयो भने चाहिँ नर्मली तपाईले चाहिँ डिजाइन गर्न चाहिँ सक्नुहुन्छ। यो चाहिँ हाम्रो बेसिक कमान्ड्सहरु हो है। अब चाहिँ के गर्ने भन्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो कलर छुट्टाउन मन लाग्यो। अब के गर्छु भने म यो बकेटमा जान्छु। बकेटमा जान्छु, बकेटमा गएर कम्पोनेन्ट्समा जान्छु। यहाँ हेर्नुस् त तपाईहरुले डिफरेन्ट स्टाइलहरु पनि गर्न पाउनुहुन्छ के यो।
सेट्सहरू डिफ्रेन्ट तरिकाले बनाउन सक्नुहुन्छ हैन त जस्तो हाम्रो यो नर्मली क्लाइन्टहरूलाई देखाउँदाखेरि चाहिँ तपाईहरुले कन्सेप्चुअल 3D भनेर देखाउँदाखेरि चाहिँ यस्तो यस्तो मोडलहरू पनि तपाईहरुले देखाउन पाउनुहुन्छ है कन्सेप्चुअल 3D भनेर चाहिँ अनि त्यसमा चाहिँ तपाईहरुले यसरी कलरहरू चेन्ज गरेर चाहिँ देखाउन सक्नुहुन्छ कस्तो सुइटेबल हुन्छ है हेरेर यहाँ चाहिँ डिफ्रेन्ट अप्सन्सहरू छ तर मलाई चाहिँ फेरि ओरिजिनल नै मन पर्छ है सो म चाहिँ ओरिजिनलमै जान्छु अर्को चाहिँ हाम्रो यहाँनिर स्याडोजहरू जस्तो मैले अघि तपाईलाई अघिको क्लास एकछिन अगाडि चाहिँ तपाईहरुलाई क्लासमा भनेको थिएँ तपाईहरुलाई स्याडोजहरू देखाउँदाखेरि चाहिँ एउटा तपाईको घर नजिकैको अर्को टल बिल्डिङ छ भने त्यसको स्याडो कति पर्छ त्यो कुराहरू चाहिँ हामीले यहाँनिर बिहानको टाइम दिनुहुन्छ कि बिहानको टाइममा रेन्डर गर्न खोज्दै हुनुहुन्छ कि दिउँसोको टाइममा गर्न खोज्दै हुनुहुन्छ कि रातिको टाइममा गर्न खोज्दै हुनुहुन्छ यो सबै हेर्नुस् त यहाँनिर स्क्रिनमा देखिरहनु भएको छ होला है यहाँ पनि छ यो मैले सर्टकट किजमा राखेको छु यहाँ पनि है यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईहरुले अर्को चाहिँ अब कलरहरू चेन्जेसहरू गर्नु पर्यो भने चाहिँ यसरी गर्न सक्नुहुन्छ है जस्तो मैले यो पार्टलाई चाहिँ यो कलर राखे है अनि त्यसपछि अरू पार्टलाई चाहिँ मैले एज इट इज राखे यसरी नै गर्न सकिन्छ कलरहरू डिफ्रेन्ट कलरहरू चाहिँ तपाईले बकेटबाट चाहिँ यो बी कमान्ड बकेटको सर्टकट की भनेको चाहिँ बी कमान्ड हो है त्योबाट चाहिँ तपाईहरुले सेलेक्ट गरेर कलरहरू चाहिँ तपाईहरुले राख्न सक्नुहुन्छ है अब आजलाई एकैचोटी धेरै हुन्छ होला है सो म चाहिँ अब तपाईहरुबाट एक्सपेक्ट गर्छु तपाईहरुबाट चाहिँ एक्सपेक्ट गर्छु अब चाहिँ है तपाईहरुले चाहिँ मलाई प्र्याक्टिस गरेर कतिसम्म सक्नुहुन्छ है नसके पनि इट्स ओके है म तपाईहरुलाई फेरि पनि रिपिट गराउने नै छु तर पनि प्र्याक्टिस गर्नुभयो भने चाहिँ त्यो तपाईहरुकै लागि हुन्छ सो प्र्याक्टिस गरेर चाहिँ मलाई यो मेल आइडीमा चाहिँ मलाई पठाउनु होला है म्याम सुन्नु न हजुर त्यो के म चाहिँ उ गरेको है म एकछिन सेयरै गरिदिन्छु ल गर्नुस् मेरो त कुनै देखाएन क्या कमान्डहरू नै देखाएन त्योबाट खै ब्याक गर्ने चाहिँ कसरी क्या ब्याक हुँदैन म्याम जुम त चलाएँ हजुर क्यामेरा ब्याक हुँदैन हुनु पर्ने हो कसरी आउँदैन त्यो कि मेरो कमान्डहरू नै देखाएन क्या केमा कमान्ड देखाएन त्यो स्केचअपमा हजुर टुल्समा हेर्नुस् त त्यहाँनिर कमान्ड होला टुल्स हजुर त्यसमा हेर्नु त कमान्डहरू लेखेको छ भित्र त छ तपाईको अब मैले थाहा नै पाइनँ स्क्रिन सेयर गर्नुभयो म भनिदिन्थे अब फेरि मोबाइलबाट ल्यापटप चलाइ गरिरहेको छु मोबाइलबाट चलाइरहेको छु ल्यापटप फेरि उताएको छु फेरि मोबाइलमा पनि अनि ब्याक क्यामेरा भएन त ब्याक क्यामेरा कसरी आउँछ के हेर्नु त म्याम यति देखाउँछ त त्यति मात्र देखायो हजुर हो अब के गर्नुस् भने हेर्नुस् त मेरो स्क्रिनमा हेर्नु है अब हजुर हुन्छ तपाईको त्यति मात्रै किन देखाएको भन्दाखेरि चाहिँ अब त्यो त्यस्तो केसमा चाहिँ के गर्ने भन्दाखेरि तपाईको यो आइकन्सहरु राखेको हुन्छ नि माथि हजुर हजुर त्यो मध्ये चाहिँ तपाईको कुनै पनि खाली स्पेस छ है यहाँ माथि चाहिँ होइन यो आइकन्सहरु राखेको ठाउँमा चाहिँ खाली स्पेसमा क्लिक गर्नुस् है अनि त्यसपछि तपाईलाई के चाहिन्छ त्यो सबै राख्नु भयो हुन्छ है हेर्नुस् त त्यहाँ नि क्लिक गर्नुस् त कुनै खाली स्पेसमा गेटिङ स्टार्ट shadow
स्ट्यान्डर्ड स्टाइल लार्ज टुल सेटहरू राख्नुहोस्। ए हस् आयो है बिहान तपाईको? अरू के थियो म त भयो नि वेयरहाउस नि हो कि होइन वेयरहाउस त्यति धेरै राख्नु पर्दैन, नर्मली स्याडोज राख्नुहोस्, स्टाइल राख्नुहोस् है, भ्यूज राख्नुहोस्, अनि त्यसपछि लार्ज टुल सेट राख्नुहोस्, अनि पछि के चाहिन्छ एड गर्दै जानुभयो हुन्छ कि तपाईँले थाहा पाइहाल्नुभयो कसरी गरिन्छ भन्ने कुरा। अरूहरूलाई पनि प्रब्लम आउँछ, प्र्याक्टिस गर्नुभयो भने तपाईँको प्रब्लमहरू निस्किन्छ, अनि त्यसपछि तपाईँहरूले सोध्नुहुन्छ है। आज तपाईँहरू साइलेन्ट हुनुभएको कारण पनि मैले थाहा पाएको छु। सो भोलिबाट चाहिँ म सँगसँगै गर्नु होला है सबैजनाले। ए हुन्छ तपाईँको प्रब्लम सल्भ भयो है नभा सिंह? हस् म्याम हस् थ्याङ्क यू। अरू कसैलाई केही प्रब्लम छ? छैन है कसैलाई प्रब्लम? छैन भनेरै बुझ्छु म कसैले नबोलेपछि। सो आजलाई चाहिँ अब हामी यति गर्छौँ है। तपाईँहरू प्र्याक्टिस गरेर मलाई मेल गर्नु होला, अनि त्यसपछि भोलि फेरि तपाईँहरूले गरेको काममा के मिस्टेक्सहरू भयो र तपाईँहरूलाई कति के कुरामा प्रब्लमहरू आउँछ त्यो सबै हामी फेरि भोलिको क्लासमा डिस्कस गर्छौँ है त। है बोल्नुहोस् न, बोल्नुहोस्। हस् हस् हुन्छ हुन्छ है ल आजलाई मैले क्लास एन्ड गरेँ है त। म तपाईँहरूलाई यो रेकर्ड गरेको यो भिडियो चाहिँ म अपलोड गरिदिन्छु ड्राइभमा, अनि त्यसपछि तपाईँहरूले त्यसको लिङ्क पाएपछि तपाईँहरूले पनि क्लिक गरेर चलाउन पाउनुहुन्छ है। त्यसलाई नै हेरेर प्र्याक्टिस गर्नुहोस् है त सबैजना है। हुन्छ म्याडम। हस् बाई बाई। बाई।